हामीले चाहिँ एउटा यस्तो आर्ट स्पेस चाहिँ क्रिएट गरेको छौँ जहाँ चाहिँ हामी त्यहाँ इन्ट्री भइसकेपछि एउटा एक्सपिरियन्स नै डिफ्रेन्ट हुन्छ, जहाँ चाहिँ हामीले डिफ्रेन्ट आर्ट मात्र नभइकन एउटा थेरापी र मेडिटेसनको काम पनि त्यसले चाहिँ गरिरहेको हुन्छ। हामीले पेन्टिङ बनाउँदै गर्दाखेरिको आउटकम भन्दा पनि त्यो बनाउँदै गर्दाखेरिको एक्सपिरियन्स चाहिँ हाम्रो कस्तो हुन्छ, हामीले कसरी फिल गर्छौँ, मेनली त्यसमा फोकस भएर चाहिँ आर्ट स्पेसले चाहिँ अहिलेसम्म चाहिँ काम गरिरहेको छ। सरकारले चाहिँ कता कता स्टार्टअप र एन्टरप्रेनरसिपलाई नदेखेको कि उहाँहरूले प्रायोरिटाइजमै नराख्नु भएको हो या बिजनेस ट्रेडिङमा मात्र हुन्छ भन्ने उहाँहरूको सोच हो। त्यो अहिलेसम्म त हामीले त्यो फाइन्ड आउट चाहिँ गर्न सकेन। जब त्यो पेन्टिङ चाहिँ कसैको घरमा गएर त्यो राख्दै गर्दाखेरिको त्यो फिलिङ्स र अनि मान्छेले त्यो देख्दै गर्दाखेरि उहाँहरूले त त्यो मन पराएर लैजाने हो नि त, करले भन्दा पनि त्यो रडले किनेर लैजानुहुन्छ अनि त्यो फिलिङ्स नै डिफ्रेन्ट हुन्छ। सो फाइनेन्सियल्ली पनि आई गेस प्रफिटेबल सेक्टरमै देख्छु मैले आर्टको सेक्टर चाहिँ। मेरो एउटै सजेसन चाहिँ के हुन्छ भन्दाखेरि आफूलाई गर्न मन छ, आफूसँग केही आइडिया छ भने जस्ट स्टार्ट इट, जस्ट डु इट भन्छु कि मैले चाहिँ। आर्ट स्पेस प्राइभेट लिमिटेड भनेर चाहिँ मैले विगत 2 वर्षदेखि चाहिँ चलाइरहेको छु। आर्ट स्पेसको परिचय दिनु पर्दाखेरि चाहिँ चितवनकै पहिलो आर्ट स्टुडियो जहाँ चाहिँ हामीले डिफ्रेन्ट आर्ट क्लासेसहरू, आर्ट वर्कसप्सहरू अनि पेन्टिङहरू, अब हजुरलाई कुनै पनि पेन्टिङ्सहरू चाहियो भने फोटोको थ्रुबाट पनि हामीले चाहिँ फोटोको थ्रुबाट नै पेन्टिङ्सहरू बनाएर चाहिँ डेलिभरीसम्म गरिदिने। नेपालमै केही गर्नुपर्छ अथवा कसैले गर्न खोजिरहेको छ भने मैले सिकेको कुराहरू, मेरो एक्सपिरियन्सहरू सेयर गरेर यदि उनीहरू इन्स्पायर हुन्छन्, मोटिभेट हुन्छ, गर्न खोज्छन् भने वाइ नट भनेर चाहिँ मैले यो फिल्ड चाहिँ चुज गरेको स्टार्टअप डिपार्टमेन्ट लिड गर्नको लागि। एन्टरप्रेनरसिप भनेको चाहिँ ब्याचलरमा गएर सिक्नु परेन कि, स्कुलदेखि नै उद्यमशीलता सिक्न सक्यो भने त बच्चाहरू त भोलि गएर त मेरो कन्ट्रीमा त मैले यहीँ नै गर्न सक्छु, मसँग त यो स्किल्ससम्म किन बाहिर जाने, परिवारभन्दा टाढा त किन जाने भन्ने कुराहरू त उनीहरूले स्कुल लेभलदेखि नै सिक्न सक्छन् कि। नेपालमै बसेर पनि हामीले यतिको गर्न चाहिँ सक्दो रहेछौँ, किन बाहिर जाने भनेर धेरैजनाले त बाहिर जाने डिसिजन्स पनि रोकिदिनु भएको छ इन्स्पायर भएर, र उनीहरूले किन जाने त यहीँ पनि यत्रो गर्न सकिने रहेछ भन्ने कुराहरूमा चाहिँ हुनुभएको छ। लगभग 10 जनाभन्दा बढी नै यदि हामीले काउन्ट गऱ्यो भने पनि उहाँहरू चाहिँ यस्तो यस्तो काममा चाहिँ गर्न सकिन्छ, हामीलाई चाहिँ सपोर्ट गरिदिनु, हेल्प गरिदिनु भनेर चाहिँ भन्नुहुन्छ र म सधैँ हुन्छु त्यहाँनिर। तपाईँको चाहिँ संस्थाको परिचय के हो? आर्ट स्पेस प्राइभेट लिमिटेड भनेर चाहिँ मैले विगत 2 वर्षदेखि चाहिँ चलाइरहेको छु। आर्ट स्पेसको परिचय दिनु पर्दाखेरि चाहिँ चितवनकै पहिलो आर्ट स्टुडियो जहाँ चाहिँ हामीले डिफ्रेन्ट आर्ट क्लासेसहरू, आर्ट वर्कसप्सहरू अनि पेन्टिङहरू, अब हजुरलाई कुनै पनि पेन्टिङ्सहरू चाहियो भने फोटोको थ्रुबाट पनि हामीले चाहिँ फोटोको थ्रुबाट नै पेन्टिङ्सहरू बनाएर चाहिँ डेलिभरीसम्म गरिदिने। अनि अब आजभोलि बिहेहरूमा एउटा मोमेन्ट्स क्याप्चर गर्नको लागि चाहिँ हामीले लाइभ पेन्टिङ्सहरू अनि इभन डिफ्रेन्ट कर्पोरेट्सहरूमा चाहिँ इम्प्लोइलाई कसरी अलिकति डिफ्रेन्ट एक्सपिरियन्स प्रोभाइड गर्ने भनेर कर्पोरेट्सहरूले चाहिँ आजभोलि गिफ्ट प्याकेजेसहरू चाहिँ प्रोभाइड गर्ने क्रममा चाहिँ हाम्रो पनि एउटा आइडिया चाहिँ कस्तो थियो भन्दाखेरि लाइक एउटा प्याकेज जुनमा चाहिँ पेन्टिङ्स प्लस केक अनि अरू सामानहरू एड अन गरेर भ्याल्यु एड गरेर चाहिँ इम्प्लोइजहरूलाई चाहिँ उहाँहरूको बर्थडेमा डेलिभरी नै गरिदिने, त्यो चाहिँ हामीले कम्पनीहरूसँग इयरली नै डिल गरेर त्यो पनि प्रोभाइड गरिरहेको छौँ। सो डिफ्रेन्ट आर्ट सम्बन्धी, फाइन आर्ट सम्बन्धी हामी चाहिँ रहेर डिफ्रेन्ट प्रडक्ट एन्ड सर्भिसेसहरू चाहिँ दिइरहेको छौँ। र आर्ट स्पेसको कुरा गर्दै गर्दाखेरि चाहिँ चितवनकै पहिलो आर्ट स्टुडियो हुँदै गर्दाखेरि हामीले चाहिँ एउटा यस्तो आर्ट स्पेस चाहिँ क्रिएट गरेको छौँ जहाँ चाहिँ हामी त्यहाँ इन्ट्री भइसकेपछि एउटा एक्सपिरियन्स नै डिफ्रेन्ट हुन्छ, जहाँ चाहिँ हामीले डिफ्रेन्ट आर्ट मात्र नभइकन एउटा थेरापी र मेडिटेसनको काम पनि त्यसले चाहिँ गरिरहेको हुन्छ। हामीले पेन्टिङ बनाउँदै गर्दाखेरिको आउटकम भन्दा पनि त्यो बनाउँदै गर्दाखेरिको एक्सपिरियन्स चाहिँ हाम्रो कस्तो हुन्छ, हामीले कसरी फिल गर्छौँ, मेनली त्यसमा फोकस भएर चाहिँ आर्ट स्पेसले चाहिँ अहिलेसम्म चाहिँ काम गरिरहेको छ जेनरली। जस्तो यसको लोकेसन चाहिँ तपाईँको कहाँ पर्छ? लोकेसन हाम्रो ठ्याक्क भरतपुरमै रिजाल चोक, हाकिम चोक पुग्नु परेन, रिजाल चोक ठ्याक्क मिड पोइन्टमै छ। अझ त्यसलाई नै स्पेसिफिक गराउनु पर्दाखेरि चाहिँ त्यहाँनिर चितवन जिम हल छ, ठ्याक्क चितवन जिम हलको अगाडिपट्टिको बिल्डिङ, हामीले त्यहाँ चाहिँ 2nd फ्लोरमा चाहिँ आर्ट स्पेसलाई पाउन सक्छौँ। जस्तो पेन्टिङको कुरा गर्दै जाँदा वाल पेन्टिङ हुन्छ, अर्को पेपर पेन्टिङ पनि होला,
अरू के हुन्छ पेन्टिङको प्रकारहरू चाहिँ के हुन्छ? पेन्टिङ्सको प्रकारहरू भन्दै गर्दाखेरि चाहिँ हामीले बेसिकल्ली हामीले गर्छौँ अथवा सिकाउने पनि पेन्सिलबाट चाहिँ सुरु गर्छौँ। पेन्सिल र एउटा सादा पेपरबाट चाहिँ हामीले स्टार्ट गर्छौँ, त्यसलाई चाहिँ हामीले स्केचिङ भन्छौँ। सो स्केचिङ र ड्रइङ हामीले जेनरल भाषामा बोल्दै गर्दाखेरि चाहिँ ड्रइङ गर्न आउँछ कि आउँदैन अथवा बच्चालाई चाहिँ ड्रइङ सिकाउनु पर्यो भनेर हामीले एकदम सामान्य भाषामा बोल्छौँ। तर ड्रइङ र त्यहाँसम्म मात्र सीमित हुँदैन। हामीले स्टार्टिङ चाहिँ हामीले स्केचिङ र ड्रइङबाट गर्छौँ, त्यसपछि कलर पेन्सिल, ओइल पेस्टल अनि क्रेयन्सहरू, एक्रिलिक पेन्टिङ, ओइल पेन्टिङ गरेर नट ओन्ली पेपर हामीले चाहिँ क्यानभासहरूमा, वालहरूमा, डिफ्रेन्ट मिडियम्सहरूमा चाहिँ हामीले पेन्टिङ्सहरू चाहिँ गर्छौँ। जस्तो यो पेन्टिङमै यो स्टार्टअप अन्तर्गतै पर्छ होला हैन? स्टार्टअप अथवा नवप्रवर्धनको यो चाहिँ के हो खास? यो भनेको चाहिँ के हो? अझै पनि मान्छे कन्फ्युजन छ, कस्तो कस्तो मापदण्ड, कस्तो कस्तो क्राइटेरिया चाहिँ स्टार्टअप भन्छ र कस्तो व्यक्ति अथवा युवा अथवा व्यवसाय भनौँ होइन, कस्तो यो चाहिँ कस्तोले गर्न पाउँछ अथवा कस्तोले चाहिँ गर्न सक्छन्? अब हामीले सुरु गर्नु पर्दाखेरि चाहिँ स्टार्टअप एन्ड इनोभेसन्स भनेर हामीले कुरा गर्दै गर्छौँ। सो स्टार्टअप र इनोभेसन्स चाहिँ अब नेपालको केसमा अथवा हामीले अहिले चाहिँ विश्वभरि नै हेऱ्यो भने चाहिँ स्टार्टअप र इनोभेसन एकदमै माथिल्लो तहमा चाहिँ हामीले देख्न सक्छौँ त्यसलाई। सो स्टार्टअप चाहिँ जेनरली हामीले कुनै पनि कुराहरू एउटा सानो आइडिया जसलाई चाहिँ हामीले केही नयाँ पन दिएर भ्याल्यु एडिसन गरेर चाहिँ त्यसलाई मार्केटमा लिएर आउँछौँ। एउटा सिम्पल हामीले एउटा पेन छ, तर त्यो पेनले चाहिँ नट ओन्ली राइटिङको मात्र काम नभइकन त्यसमा हामीले केही इरेजर र सार्पनर पनि एट्याच गरेर त्यसलाई यदि हामीले सेल गर्छौँ र त्यसले कुनै पनि सोसाइटीको कुनै पनि एउटा प्रब्लम सल्भ गर्छ भने त्यसलाई चाहिँ हामीले जेनरली स्टार्टअप भन्छौँ। अथवा इनोभेसन्सकै कुराहरू गऱ्यो भने पनि त्यसमा चाहिँ हामीले सानो कुरामा केही नयाँपन लिएर र भ्याल्यु एडिसन गरेर चाहिँ हामीले मार्केटमा त्यो एकदम कम्प्लेक्स, एकदम लार्ज र एक्सटेन्सिभ पनि हुनु पर्दैन। त्यसमा हामीले सानो कुरालाई चाहिँ अलिकति डिफ्रेन्ट वेमा मार्केटमा देखाउन सक्यौँ भने त्यसलाई नै हामीले सिम्पल भाषामा चाहिँ स्टार्टअप एन्ड इनोभेसन्स भनेर चाहिँ भन्छौँ। अब त्यसको मापदण्डको कुरा गर्दै गर्दाखेरि अब नेपालकै केसमा हामीले हेऱ्यौँ भने चाहिँ अब नेपालमा स्टार्टअप पोलिसी भनेर अहिलेसम्म त्यस्तो रिफाइन चाहिँ भइसकेको छैन। मिनिस्ट्री अफ इन्डस्ट्री, कमर्स एन्ड सप्लाइजले नेसनल स्टार्टअप पोलिसी भनेर चाहिँ उहाँहरूले बनाउँदै क्रममै हुनुहुन्छ, अझै बनाउने क्रममै हुनुहुन्छ। तर हामीले अब मेरै हेर्नु पर्दाखेरि म 2016देखि स्टार्टअपमा लागिरहेको भएर अहिले 2026 नै भइसक्यो। इट्स बिन लाइक 10 इयर्स हुँदै गर्दाखेरि स्टार्टअपको डेफिनेसन मैले डिफ्रेन्ट ट्रेनिङ्सहरू, डिफ्रेन्ट इभेन्ट्सहरूमा जाँदै गर्दाखेरि चाहिँ 7 इयर्स भन्दा नकटेको बिजनेसलाई चाहिँ हामीले जेनरली स्टार्टअप्स चाहिँ यो हो, यो चाहिँ स्टार्टअप्स हो भनेर चाहिँ भनिन्छ भनेर मैले पनि सुनेको कुरा। अहिलेसम्म यस्तो यस्तो चाहिँ छ भनेर चाहिँ नेपालमा चाहिँ बनिसकेको चाहिँ छैन पोलिसी चाहिँ। तपाईँ यो जस्तै स्पेसली स्टार्टअपमा पनि आर्टमा चाहिँ कसरी चाहिँ कन्सेप्ट कसरी आयो, अवधारणा कसरी आयो, कसरी तपाईँ आकर्षण हुनुभयो, यसको सम्भावना के छ? अब स्टार्टअप मेरो चाहिँ अब भन्नुपर्दा मेरो स्टडी चाहिँ ब्याचलर मैले बिबिए गरेँ अनि मास्टर मैले एमबिए गरेँ। अनि त्यो गर्दै गर्दाखेरि हामी सबैलाई थाहा छ र हामी सबैजना एउटा फेजबाट गएको। त्यो भनेको चाहिँ 2019को कोभिडको समय। अब त्यो कोभिडको समयमा सबैजनासँग पर्याप्त समय हुँदै गर्दाखेरि सबैजना आफूले मेरो रुचि के हो, मेरो प्यासन के हो, मेरो हबी के हो र अनि सेल्फ रियलाइजेसन भनौँ अथवा हामी चाहिँ आफूलाई खोज्ने समय चाहिँ हामीसँग थियो भन्छु मैले। कोभिडको बेलामा चाहिँ हो, त्यही समयमा म पनि घर बस्दै गर्दाखेरि सबै कुराहरू गर्दै जाँदाखेरि चाहिँ सानोमा मैले ड्रइङ्सहरू चाहिँ बनाउँथेँ। तर कस्तो थियो भन्दाखेरि सानोमा जस्ट क्लासेसहरूको होमवर्क अथवा कुनै पनि आर्ट कम्पिटिसन भयो भने मात्र ड्रइङ्सहरू बनाउने त्यो एउटा चाहिँ ट्रेडिसन थियो। तर समय बित्दै जाँदाखेरि अब पढाइहरू पनि अब स्टिल हामीलाई थाहा छ पहिला अलिकति ट्रेडिसनल पढाइ थियो। हामी चाहिँ एक्स्ट्रा भन्दा पनि थ्योरी पार्टलाई चाहिँ बढी फोकस भएर रिजल्ट ओरिएन्टेड पढाइ थियो। स्टिल मेरो चाहिँ 2070मा एसएलसी दिएको मैले, त्यति बेलासम्म पनि एकदम ट्रेडिसनल वे र थ्योरी बेस्डमा चाहिँ पढाइहरू हुने। तर त्यही भएर चाहिँ सायद मैले त्यो कुरालाई त्यति बेला चाहिँ चिन्न सकिनँ होला अथवा त्यसलाई अगाडि बढाउन सकिनँ। तर कोभिडको बेला चाहिँ यस्तो समय थियो जति बेला चाहिँ अब मैले अब के गर्ने त नि भनेर दिउँसोको समयमा या बेलुकाको समयमा आफूसँग भएको सिम्पल पेन्सिल अनि A4 साइजको पेपर
त्यसमा त्यो कोर्दै जाँदाखेरि मोबाइलबाट रेफरेन्सहरू हेरेर कोर्दै जाँदाखेरि चाहिँ आफूलाई आनन्द पनि आउने अनि त्यसपछि त्यो बनाउँदै जाँदाखेरि चाहिँ यस्तो त बन्दो रहेछ यस्तो बन्यो भनेर अनि त्यो जब देखेँ त्यसपछि चाहिँ आज एउटा बनाएँ भोलि अर्को बनाएँ अनि त्यसरी बनाउँदै बनाउँदै जाँदाखेरि चाहिँ एउटा मेरो एक्सपिरियन्स अनि अर्को चाहिँ त्यो जुन बनाउँदै गर्दाखेरिको आउटकम्स आयो अनि फ्यामिलीहरूले फ्रेन्ड्सहरूले पनि राम्रो छ मेरो लागि पनि बनाइदिनु भनेर भन्दै गर्दाखेरि मैले डिरेक्टली पोर्ट्रेट्स नै बनाउँथेँ साथीहरूको लगभग कति धेरै साथीहरूको मैले पोर्ट्रेट्सहरू पनि बनाएँ त्यो समयमा पेन्सिलले नै अब मसँग अरू मेटेरियल्स चाहिँ थिएन बिकज त्यति बेला कोभिड चलिरहेको थियो कुनै पनि सामान डेलिभरी हुन्थेन अनि हामीसँग अब भाटबटिनी थियो तर भाटबटिनी पनि कुनै समयमा मात्र खुल्ने गर्थ्यो सो त्यही भएर चाहिँ जब एक दिन भाटबटिनी खुल्यो अलिकति लुज भइसकेको बेलामा चाहिँ त्यहाँ गएर अनि बल्ल पेन्टिङको सामानहरू चाहिँ मैले एकदम मिनिमल वेमा चाहिँ किनेर अनि पेन्टिङ गर्न चाहिँ बल्ल सुरु गरेँ अनि गर्दै गर्दाखेरि चाहिँ राम्रो बन्दै गयो अनि मैले चाहिँ सोसियल मिडियाबाटै स्टार्ट गरेको त्यति बेला इन्स्टाग्राममा एउटा पेज बनाएँ इन्स्टाग्राममा पेज बनाएर आफूले बनाएको कुराहरू चाहिँ त्यसमा पोस्ट गरिदिने अनि एउटा भ्यालिडेसन भनौँ या मान्छेहरूले त्यसमा कमेन्ट गर्न थाल्नुभयो हेर्न थाल्नुभयो राम्रो भन्न थाल्नुभयो अनि त्यही गर्दै गर्दाखेरि चाहिँ आर्ट स्पेस नै खोल्छु भनेर मेरो दिमागमा त्यति बेला चाहिँ आइसकेको थिएन म चाहिँ खासमा पढिसकेपछि एमबिए चाहिँ म कोभिडको 2019मा चाहिँ ब्याचलर 7th सेमेस्टरमा थिएँ त्यति बेला चाहिँ सो पढाइ नै सकिसकेपछि एज युजुअल सरकारी जागिर खानी भन्ने चाहिँ थियो मलाई चाहिँ नेपाल राष्ट्र ब्याङ्कमा चाहिँ काम गर्नु छ भन्ने चाहिँ मेरो सोच थियो त्यति बेला र घरमा पनि सरकारी जागिर चाहिँ गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो अनि म पनि पोजिटिभ नै थिएँ त्यो कुरामा ब्याङ्कमा जागिर खाने तर नेपाल राष्ट्र ब्याङ्कमै खाने थियो अरू ब्याङ्कभन्दा पनि नेपाल राष्ट्र ब्याङ्कमा चाहिँ गर्छु भनेर अनि त्यही गर्दै गर्दा ब्याचलर सक्यो अनि ठ्याक्क ब्याचलर सकिएको म चाहिँ प्रेसिडेन्सी कलेजबाट ब्याचलर्स दिएँ अनि त्यही पनि सरहरूले चाहिँ मेरो रिजल्ट राम्रो भएको भएर चाहिँ सरहरूले रिजल्ट नआउँदै मास्टर पनि जोइन भएँ म 6 महिना पढाइ सकिसकेको थियो अरू एउटा ब्याचको त्यही क्लासमा गएर चाहिँ म बसेर मास्टर पनि सुरु गरेँ जबकि सबैजना मभन्दा एकदम सिनियर पनि हुनुहुन्थ्यो र 6 मन्थको पिरियड पनि कटिसकेको थियो अनि त्यही बेलामा मैले चाहिँ डिफ्रेन्ट क्राफ्टहरू पनि अनि पेपर वर्कहरू गर्दै गर्दाखेरि चाहिँ यता जबको अफर आयो यता अनुक्रम एकाडेमीबाट चाहिँ सुमन सरले मलाई पढाउनुहुन्थ्यो सरले अनि मेरो प्रोजेक्टहरू देख्नुभएको भएर चाहिँ यस्तो यस्तो सब्जेक्ट छ भनेर अप्रोच गर्नुभयो मैले अनि ओरिगामी पढाउँथेँ जुन चाहिँ ओरिगामी भनेको चाहिँ एउटा पेपर फोल्डिङ आर्ट वर्क हो जापानिज बेस्ड सो त्यो पढाउँदै गर्दाखेरि अनि मैले चाहिँ एक्चुअलमा मार्केट चाहिँ मैले त्यहाँनिर देखेको कि बच्चालाई पढाउँदै गर्दाखेरि बच्चाको आर्टमा क्राफ्टमा उनीहरूको यति धेरै रुचि रहेछ प्लस त्यसले बच्चाहरूलाई दिने बेनिफिट्स पनि डिफ्रेन्ट हुन्छ उनीहरूको मेन्टल स्टेटदेखि लिएर उनीहरूको फाइन मोटर स्किल्सहरू सबै कुराहरू बिल्डअप हुने रहेछ अनि त्यहाँबाट चाहिँ सधैँ मलाई स्टार्टअप त गर्न मन नै थियो बिजनेस गर्न मन थियो तर त्यहाँ त्यो देख्दै गर्दाखेरि चाहिँ यसमा चाहिँ केही गर्न सकिन्छ भनेर एउटा स्कोप चाहिँ त्यहाँबाट मैले मार्केट चाहिँ ठुलो रहेछ भन्ने कुरा मार्केट रिलेटेड कुराहरू चाहिँ मैले जब गर्दै गर्दाखेरि देखेँ तर स्टार्टअप गर्दाखेरि कुनै पनि बिजनेस गर्दाखेरि नेपालको कन्टेक्स्टमा अब हामीले क्यापिटलको कुराहरू हुन्छ स्टार्टिङ कसरी गर्ने डिफ्रेन्ट च्यालेन्जेसहरू पनि हुन्छ सो माइन्डमा ब्याक अफ द माइन्ड चाहिँ थियो यो यदि भयो भने चाहिँ यसमा पनि गर्न सकिन्छ भनेर तर आफू सेफ साइडमा बस्नको लागि चाहिँ मेहनत चाहिँ जबको लागि गर्छु नेपाल राष्ट्र ब्याङ्कको लागि गर्छु भन्ने चाहिँ थियो अनि त्यही गर्दै गर्दाखेरि युनिभर्सिटी ग्रान्ट कमिसनले चाहिँ वर्ल्ड ब्याङ्कको थ्रुबाट युनिभर्सिटी ग्रान्ट कमिसनमा चाहिँ फन्डिङ आएको थियो अनि युनिभर्सिटी ग्रान्ट कमिसनले एन्टरप्रेन्योरसिप सपोर्ट प्रोग्राम भनेर चाहिँ ल्याउँदै गर्नुभएको भनेर हामीलाई चाहिँ टिचरहरूले भन्नुभयो सो मैले चाहिँ यो त एकदम राम्रो अपर्च्युनिटी हो भनेर गर्नुपर्छ कि भनेर सोच्न चाहिँ सोचिरहेको थिएँ तर त्यो सोच्नुभन्दा अगाडि चाहिँ म एकचोटि एनआरबीको इक्जाम पनि दिन्छु भनेर मैले चाहिँ नेपाल राष्ट्र ब्याङ्कको 4th लेभलको इक्जाम पनि दिएँ फर्स्ट
चरणको चाहिँ काठमाडौँ गएर फर्स्ट लेभलको एक्जाम पनि दिएँ अनि एक्जाम दिएर आइसकेपछि यो ठ्याक्क पुसको 8 गते थियो माघको 8 गते थियो त्यो एक्जाम अनि माघको 8 गते चाहिँ मैले त्यो एक्जाम दिएर आएँ अनि दिएर आइसकेपछि चाहिँ त्यति बेला यो चितवन महोत्सव लागिरहेको थियो अनि कलेजबाट चाहिँ स्टार्टअप्सहरूले चाहिँ यस्तो सोकेस गर्नुपर्छ भनेर भन्दै गर्दाखेरि आर्ट स्पेसको स्टल पनि राखेको थिएँ अर्को मार्केट मैले देखेको चाहिँ त्यहाँ स्टल राख्दै गर्दाखेरि आउने मान्छेहरूले चाहिँ यस्तो पनि हुन्छ र यस्तो गर्नुपर्छ भनेर त्यहाँबाट अर्को मार्केट देखेँ मैले अनि त्यसपछि एउटा रिफ्लेक्सन चाहिँ कस्तो भयो भन्दाखेरि म 9 to 5 जब गर्न सक्छु कि सक्दिनँ या मलाई मनपर्ने काम त यो हो तर म ब्याङ्कतिर शिफ्ट भयो भने मैले मेरो करियर देख्छु कि देख्दिनँ भनेर त्यो एकदम दोधारमा थिएँ त्यो बिचमा त्यो टाइम पिरियडमा चाहिँ अनि त्यो हुँदै गर्दाखेरि त्यति बेला युजिसीको कुराहरू पनि आइसकेको थिएन तर मनमा चाहिँ कस्तो थियो भन्दाखेरि आर्ट स्पेस गर्दै गर्दाखेरि अथवा मैले पेन्टिङ गर्दै गर्दा पनि यो कुराहरू चाहिँ गर्न सकिन्छ भनेर मार्केट पनि देखेँ अनि सेकेन्ड लेभलको एक्जाम दिन चाहिँ म गएन मेरो फर्स्ट लेभलको एक्जाममा पास भएर रिजल्ट आए पनि सेकेन्ड लेभलको एक्जाम दिन चाहिँ नजानु भनेको मेरो डिसिजन चाहिँ अब मैले बिजनेस गरेँ भने चाहिँ यसमा चाहिँ गर्छु भनेर चाहिँ थियो मनमा तर अगाडि क्यापिटल कहाँबाट आउँछ मैले यसमा के गर्छु भन्ने कुराहरू मलाई क्लियर थिएन तर अब आफूले एउटा सोच बनाइसकेपछि चाहिँ आफै बाटो बन्दो रहेछ भन्ने कुरा चाहिँ मैले त्यहाँबाट सिकेर अनि त्यसपछि ठ्याक्क कलेजबाट त्यो ESPको कुराहरू पनि आयो ट्रेनिङ्सहरू लिन थाल्यौँ अनि त्यहाँबाट चाहिँ सुरु हुँदै गयो अनि आर्ट स्पेसको जर्नी चाहिँ जस्तो यो सुरुको तपाईँले इन्स्टाग्राम सोसियल मिडियाबाट आफ्नो आर्टहरू सेल्स गरे भन्नुभयो होइन त्यो सुरुको कमाइ अथवा कतिमा बेच्नु भयो कसलाई बेच्नु भएको थियो मैले सुरुको कमाइ मैले पेन्टिङ्सहरू चाहिँ बिस्तारै मैले बनाउँदै जाँदाखेरि चाहिँ पेपरमा चाहिँ मैले साथीहरूको बनायो भने मैले उनीहरूलाई एज अ गिफ्ट नै दिन्थेँ सबै तर मैले बनाएको पेन्टिङ्स चाहिँ मैले एउटा हिमाल बनाएको थिएँ माछापुच्छ्रे हिमाल चाहिँ एउटा क्यानभासमा बनाएको थिएँ जुन चाहिँ मैले चितवन महोत्सवमै सोकेसको लागि राखेको थिएँ अनि त्यो पेन्टिङ्स चाहिँ एकजना काठमाडौँको होटल ओनरले चाहिँ किन्नुभएको थियो मलाई एक्ज्याक्टली नाम चाहिँ थाहा भएन तर उहाँले पर्चेस गर्नुभयो 9,000मा चाहिँ पर्चेस गर्नुभएको थियो अनि त्यो पेन्टिङ गर्दा तपाईँको खर्च मेन्टेन गर्थ्यो कति दिन लगाएर बनाउनु भएको थियो त्यसको तपाईँको खर्च अर्को अरू कुराहरू होला समयको होला होइन त्यो तपाईँलाई मिट गरेको थियो कस्तो हुन्छ भन्दाखेरि पेन्टिङमा चाहिँ जेनरली सबैको डिफ्रेन्ट लेभल हुन्छ हामीले हेऱ्यौँ भने चाहिँ सबैजनाको सेम स्टाइल पनि हुँदैन र सबैजनालाई एउटै समय पनि लाग्दैन अनि मेरो केसमा चाहिँ मलाई चाहिँ पेन्टिङ बनाउन एकदम फास्ट पेसमा के लाइक मैले कुनै पनि प्रोजेक्ट सुरु गर्यो भने चाहिँ 1 घन्टा 1.5 घन्टा बस्यो भने चाहिँ मैले त्यो पेन्टिङहरू चाहिँ भ्याउँथेँ इन जेनरल सो मेटेरियल्सको कुराहरू हामीले गऱ्यौँ भने चाहिँ मेटेरियल्सहरू महँगो नै पर्छ तर हामीले पेन्टिङ महँगो हुनु र लग्जरियसमा गनिनुको कारण नै त्यसको मेटेरियल्स नै महँगो पर्न जान्छ सो त्यही भएर मेटेरियल्सको रेन्ज र अनि हामीले आफ्नो मेहनत आफ्नो स्किल्स अब हामीले त्यो सिक्दै गरेको ब्याक स्टोरी सबै कुराहरू मार्जिन राखेर अनि सेल्स गर्दाखेरि चाहिँ त्यो मिट नै हुन्छ कुनै न कुनै पोइन्टमा गएर चाहिँ मिट हुन्छ र हामीले त्यो सेल्स गर्दै गर्दाखेरि चाहिँ मनीको कुरा त एक ठाउँमा हुन्छ तर हामीले जब त्यो पेन्टिङ चाहिँ कसैको घरमा गएर त्यो राख्दै गर्दाखेरिको त्यो फिलिङ्स र अनि मान्छेले त्यो देख्दै गर्दाखेरि उहाँहरूले त्यो मन पराएर लैजाने हो नि त करले भन्दा पनि त्यो रडले किनेर लैजानुहुन्छ अनि त्यो फिलिङ्स नै डिफ्रेन्ट हुन्छ सो फाइनेन्सियल्ली पनि आई गेस प्रफिटेबल सेक्टरमै देख्छु मैले आर्टको सेक्टर चाहिँ जस्तो यो आर्ट चाहिँ जो कोहीले पनि जान्न सक्ने गर्न सक्ने पेसा हो अथवा के हो जस्तो उदाहरणको लागि भनौँ मैले चाहिँ एकदम राम्रो गीत गाउँछु भन्यो भने मेरो भोकल राम्रो हुनु पर्यो हरेक कुरा अरू राम्रो हुनु पर्यो होइन तर आर्टमा चाहिँ के चाहिँदो रहेछ यो जन्मैदेखि त्यो नै लिएर वरदान लिएरै आउनु पर्दो रहेछ कि अथवा आर्ट प्र्याक्टिसले हुने हो अथवा त्यो क्रिएसन आफ्नो सिर्जनाले हुने रहेछ के रहेछ जन्मेदेखि नै लिएर आउनुपर्ने कुरा भन्ने चाहिँ हुँदैन यसमा पनि जस्तो सबै ट्यालेन्ट अनुसार नै यसमा पनि एउटा मेन भनेको चाहिँ हाम्रो इन्ट्रेस्ट हुनुपर्छ हामीले चाहिँ इन्ट्रेस्ट बेस्ड लर्निङ नै भन्छौँ यसलाई चाहिँ अथवा प्यासन ड्रिभन भन्छौँ हामीले चाहिँ अब इन्ट्रेस्ट नै नभयो भने चाहिँ हामीले एक्सपर्ट
आर्टको एक्सपर्ट नै बोलाएर सिकाए पनि, जस्तो सुकै महँगो मेटेरियल्स दिए पनि, जतिसुकै ठुलो ठाउँमा लगेर सिकाए पनि त्यो बच्चा अथवा ठुलो मान्छेले पनि सिक्न सक्नु हुँदैन यदि हामीसँग इन्ट्रेस्ट छैन भने। तर यदि इन्ट्रेस्ट छ भने चाहिँ हामीले जिरोबाट नै सिकाउने हो। हामीले आर्ट स्पेसमा पनि 4 इयर्स प्लसको बच्चादेखि हामीले चाहिँ स्टार्टिङ गर्छौँ सिकाउनको लागि। भनेपछि एउटा मोन्टेसरीमा पढ्ने बच्चाले यदि आएर उसँग इन्ट्रेस्ट छ भने, उसले लर्न गर्न सक्छ भने, वाइ नट अदर्स भन्छ हामी चाहिँ। सो मेनली भनेको चाहिँ इन्ट्रेस्ट हुनु पऱ्यो। इन्ट्रेस्ट भयो भने चाहिँ हामीले एकदम बेसिकबाट, लाइनबाट नै स्टार्ट गर्ने हो, सर्कलबाट नै स्टार्ट गर्ने हो। सो जसले पनि सिक्न सक्छ यदि हामीसँग इन्ट्रेस्ट छ भने चाहिँ। जस्तो आर्ट स्पेसमा एउटा त तपाईँले त्यहाँको प्रोडक्ट उत्पादन जुन गरेको बेच्नुहुन्छ, अर्को कुरा त्यहाँ तालिम पनि दिनुहुन्छ। जस्तो तालिम चाहिँ कति वर्षदेखि कति वर्षसम्मका लागि, र अहिले चाहिँ जस्तो ट्रेनिङ त्यो लिनेहरू कति वर्षका छन्, अथवा स्कुल अथवा बाहिरको मान्छे अथवा विद्यार्थी होइन, त्यो चाहिँ कतिजना छन्, कसरी पढाउनुहुन्छ, अथवा कसरी प्र्याक्टिसै हो कि अथवा थ्योरिटिकल नलेज चाहिन्छ कि कसरी चाहिँ पढाउनुहुन्छ, के कति छन् अहिले 2 वर्षको पिरियडमा? 2 वर्षको पिरियडमा चाहिँ हामीसँग एराउन्ड 200 स्टुडेन्ट्सहरू चाहिँ बेसिकको मात्र कुरा गर्दाखेरि रेगुलर क्लासेसमा आउनुहुने स्टुडेन्टहरूको सङ्ख्या चाहिँ 200 पुगिसक्यो, जसमा चाहिँ आई गेस एराउन्ड 80 जना चाहिँ पास आउट नै हुनु भइसक्यो उहाँहरूको एउटा टर्म पुगेर। अनि त्योभन्दा अरू अब वर्कसपहरूको कुरा त हामी अहिले नै गर्छौँ, अहिले पछि नै गर्छौँ। सो रेगुलर बेसिसको हामीले कुरा गर्दै गर्दाखेरि चाहिँ हामीले बेसिक, इन्टरमिडिएट र एडभान्स भनेर 3टा लेभलमा चाहिँ कोर्स प्रोभाइड गर्छौँ। सो 3टा लेभलमा कोर्स प्रोभाइड गर्दाखेरि बेसिक चाहिँ हामीले बच्चाहरू 4 इयर्स प्लसबाट चाहिँ स्टार्ट गर्छौँ। अनि 4 इयर्स प्लस त्यसपछि हाम्रो एज जुन पनि हुन सक्यो, त्यसमा चाहिँ ब्यारियर छैन। हामी चाहिँ 50 पुगेपछि आर्ट सिक्न नसक्ने, 60 पुगेपछि आर्ट सिक्न नसक्ने भनेर ब्यारियर चाहिँ छैन। तर 50 अहिले मैले कुरा काटिएँ, 50 पछि त आँखा पनि कमजोर हुन्छ, हातहरू पनि ट्रेम्बलिङ अलिकति होइन हो हुन्छ, त्यस्तोलाई त गाह्रो हुन्छ कि, त के हुन्छ त्यो प्यासन अथवा डेडिकेसन इन्ट्रेस्टले मात्रै त्यो आर्ट सफल हुन्छ। यो पेसा अपनाउने चाहिँ कति वर्षसम्मकोले गर्नु भएको छ? हामीले आर्टको हिस्ट्री हेऱ्यो भने अथवा नेपालकै कन्टेक्स्टमा हेऱ्यो भने पनि मोस्ट अफ द आर्टिस्टहरू चाहिँ 50 प्लस नै हुनुहुन्छ कि, एकदम नन आर्टिस्टहरू हेऱ्यो भने 50 प्लस नै हुनुहुन्छ। सो हामीले त्यो हेर्दै गर्दाखेरि एज डजन्ट म्याटर भन्छौँ कि हामीले आर्टको सेक्टरमा चाहिँ यदि तपाईँसँग ट्यालेन्ट छ, तपाईँसँग स्किल्स छ र तपाईँसँग इन्ट्रेस्ट र प्यासन छ भने तपाईँ चाहिँ जुन एजको भए पनि तपाईँले जहाँ बसेर पनि गर्न सक्नुभयो। त्यो भनेको हामी कुनै एउटा ठाउँमै गएर गर्नुपर्छ भन्ने छैन, आफ्नो घरमै पनि हामीले त्यो स्टार्ट गर्न सक्यौँ। सो त्यही भएर एज ब्यारियर्स चाहिँ कुनै पनि हुँदैन। अनि त्यही भएर हामीले आर्ट स्पेसमा पनि जेनरली हाम्रो विद्यार्थीहरू चाहिँ कस्तो हुनुहुन्छ भन्दाखेरि हामीले डिफ्रेन्ट सिफ्ट गर्दै गर्दाखेरि एउटा चाहिँ हामीले किड्स क्लास भनेर राखेको छौँ। हप्तामा 3 दिन चाहिँ बच्चाहरूको हुन्छ, 3 दिन चाहिँ एडल्ट्सहरूको हुन्छ। एडल्टको सेक्सनमा हेऱ्यो भने चाहिँ जो चाहिँ जब होल्डरहरू हुनुहुन्छ, बिजनेस ओनरहरू हुनुहुन्छ, अनि मोस्टली त अझ डक्टरहरू हुनुहुन्छ, उहाँहरू चाहिँ आफ्नो सिफ्ट भ्याएर अनि बेलुकाको समयमा आउनुहुन्छ 5:30 देखि 7 बजेसम्म, 7:30 बजेसम्म बसेर आनन्दले दिनभरिको थकान चाहिँ त्यहाँनिर पेन्टिङमा चाहिँ निकाल्नुहुन्छ बिस्तारै। सो त्यो चाहिँ छ। जस्तो त्यहाँ चाहिँ कतिजनाले सिकाउनुहुन्छ, तपाईँ आफै पनि सिकाउनुहुन्छ होला, अरू चाहिँ कतिजना चाहिँ त्यहाँ के भने ट्रेनर हुनुहुन्छ त्यहाँ? हामीसँग त्यहाँ चाहिँ आर्ट स्पेसको एउटा राम्रो फ्याक्टर मलाई लाग्ने अथवा हामीले क्रिएट गरेको चाहिँ त्यहाँ फ्रन्ट डेस्कदेखि लिएर भित्र क्लासदेखि लिएर सबैजना आर्टिस्ट नै हुनुहुन्छ। बिकज हाम्रो मेन भ्याल्युज भनेको त हामीले आर्ट को इम्पोर्टेन्स बुझ्ने मान्छेलाई चाहिँ जेनरली हायरिङ प्रोसेसमा हामीले त्यो चाहिँ उसँग बेसिक नलेज छ कि छैन, अब रिक्रुट गर्ने बेला नै इभन फ्रन्ट डेस्कमा भए पनि बुझाउनु पर्ने त हामीले आर्ट सम्बन्धी नै बुझाउनु पर्छ। सो त्यही भएर बेसिक नलेज चाहिँ आर्टको हुनु पर्यो। यदि फ्रन्ट डेस्कमा हुनुहुन्छ भने, एडमिनिस्ट्रेटिभ डिपार्टमेन्टमा हुनुहुन्छ भने, क्लासमा चाहिँ हाम्रो 3 जनासम्म चाहिँ इन्स्ट्रक्टर हुनुहुन्छ, डेली बेसिसमा उहाँहरूले ह्यान्डल गर्नुहुन्छ। बिकज हाम्रो चाहिँ डिफ्रेन्ट सिफ्टमा हुन्छ, कुनै चाहिँ 11 to 1 हुन्छ भने, कुनै 1 to 3, नभए 3 to 5 अथवा 5:30 to 7 सम्म चाहिँ हाम्रो क्लासेसहरू रन हुन्छ डिफ्रेन्ट सिफ्टमा। अनि अर्को चाहिँ हाम्रो विद्यार्थीहरू हप्ताभरि स्कुल जाने भएको भएर कुनै विद्यार्थीलाई चाहिँ इन्ट्रेस्ट भयो भने उहाँहरू चाहिँ जस्ट स्याटरडे मात्र आउन खोज्ने विद्यार्थीहरू हुनुहुन्छ। सो स्याटरडे मात्र आउने विद्यार्थीहरूलाई चाहिँ हामीले 11 to 1 गरेर चाहिँ त्यो एउटा सिफ्टमा पनि विकेन्ड क्लास भनेर चाहिँ हामीले राखेको छौँ। अनि त्यो विकेन्ड क्लास दिनको लागि पनि ट्रेनरहरू चाहिँ आउनुहुन्छ। स्टार्टिङको फेजमा चाहिँ म आफै पनि लाग्थेँ
क्लासमा ट्रेनिङहरू दिनको लागि क्लासेसहरू रन गर्नको लागि बिकज चितवनमा हेऱ्यौ भने फाइन आर्ट कलेजहरू पनि छैन स्कुल्सहरू पनि छैन आर्टिस्टहरू हामीले पाउनको लागि एकदमै गाह्रो हुन्छ मेन च्यालेन्जेस भनेकै आर्ट पढेको स्टुडेन्ट्सहरू पाउन गाह्रो हुन्छ बिकज सबै काठमाडौँमा सीमित छ त्यो म्यान पावर अथवा हामीले ह्युमन रिसोर्स भन्यौँ भने अनि चितवनमा चाहिँ धेरै जस्तो सेल्फ लर्न आफैले सिकेर अब म जस्तै भनौँ न मैले पनि आफै सिकेर गरेको त्यस्तै आर्टिस्टहरू चाहिँ हामीले पाउँछौँ सो वाइ नट टु युज द लोकल लेभल आर्टिस्ट भनेर चाहिँ हामीले लोकल लेभलमै जसले जान्नुभएको छ उहाँहरूलाई इम्पावर गर्नको लागि पनि लोकल लेभल आर्टिस्टहरू पनि हामीले चाहिँ हायर गरेको छौँ सो उहाँहरूले पनि सिकाउनुहुन्छ स्टार्टिङको फेजमा मैले आफै सिकाएँ तर अब डिफ्रेन्ट सेगमेन्टमा हेर्नुपर्ने भएको भएर डिफ्रेन्ट सेक्टरमा आफू हिँड्नुपर्ने कहिले डिफ्रेन्ट इभेन्ट्सहरू हुने भएको भएर चाहिँ मैले नभ्याउने केसमा के त भन्दाखेरि चाहिँ अनि त्यही भएर अहिले चाहिँ रेगुलर बेसिसमै आर्ट इन्स्ट्रक्टरहरू नै हुनुहुन्छ डिफ्रेन्ट सिफ्ट उहाँहरूले आफ्नो तरिकाले क्लास म्यानेजमेन्ट कसरी गर्ने के चाहिन्छ मेटेरियल्सहरू हाम्रो चाहिँ केपिआई हुन्छ हाम्रो चाहिँ एउटा चेकलिस्ट हुन्छ कि यो सिफ्टमा यदि क्लास रन हुँदैछ भने चाहिँ हामीलाई मेटेरियल्स कुन चाहिन्छ पेपर कति चाहिन्छ रेफरेन्स कुन चाहिन्छ अनि हामीले त्यहाँनिर सेटिङ के गर्नुपर्छ भनेर चेकलिस्ट हुन्छ अनि त्यो आर्ट इन्स्ट्रक्टरले चाहिँ यो कुराहरू छ भने उहाँहरूले मजाले आफ्नो तरिकाले गाइडेन्स चाहिँ गर्नुहुन्छ जस्तो एउटा राम्रो चित्रकारै भन्छ होला नेपालीमा होइन चित्रकारले चाहिँ पेन्टिङ गर्दाखेरि जस्तो हल्लामा अलिकति नोइज ठाउँमा अलिकति क्राउडमा चाहिँ त्यो क्रिएसन गर्न सक्दैन भन्छ अलिकति कति चित्रकारहरू डाँडा पहाडको तलतिर गरेर देखिरहेको छु कोही चाहिँ नदी खोलाहरूमा होइन त्यहाँ बसेर गरिरहेको देख्छु त्यो चाहिँ किन त्यो के अलिकति उहाँलाई नि कन्सन्ट्रेसन त्यो चाहिने हो इमेजिन आउनु पर्ने हो अथवा कपी गरेर तपाईँहरूले फोटो नै कपी गरेर त्यसलाई रेडिमेड गर्ने के हुन्छ यसमा डिफ्रेन्सेस चाहिँ के हो डिफ्रेन्सेस कस्तो हुन्छ भन्दाखेरि यो चाहिँ फर्स्टली त अब एउटा मान्छेको नेचरमा चाहिँ फरक पर्छ हामी त्यो सिचुएसनमा एडप्ट हुन सक्छौँ कि सक्दैनौँ अनि मैले अघि नै पनि मेन्सन गरेको थिएँ सबै आर्टिस्टहरू एक प्रकारको हुनु हुँदैन सबैजनाको डिफ्रेन्ट मेन्टालिटी डिफ्रेन्ट पर्पोजहरू हुनुहुन्छ अब म एज एन आर्टिस्ट हुँदै गर्दाखेरि मैले आफै सिकेर जब म आर्ट स्पेस गर्छु आर्ट स्पेस खोल्छु भन्दै गर्दाखेरि मेरो पर्पोज चाहिँ कस्तो थियो भन्दाखेरि मैले पेन्टिङ पनि बनाउँछु तर मलाई त्यो पेन्टिङ चाहिँ मैले मात्र बनाउने होइन कि अरूलाई पनि सिकाउनु छ समाजमा म जस्तै अरू पनि बनाउनु छ भनेर मैले चाहिँ त्यो तरिकाले एउटा प्यासनलाई प्रोफेसनमा चेन्ज गरेँ र मैले अहिले पनि पेन्टिङ नबनाउने चाहिँ होइन मैले क्लासेसहरू रन गर्दै गर्दाखेरि इन बिट्विन द टाइम मैले पनि बनाइरहेको हुन्छु अझै पनि अनि मलाई चाहिँ शान्त ठाउँ सबैले मन पराउँछ त्यो त एउटा फेज नै हुन्छ तर स्टुडियोमा पनि हामी चाहिँ पेन्टिङ्सहरू रेगुलर बेसिसमा चाहिँ बनाइरहेको हुन्छौँ सो त्यही भएर हामीलाई चाहिँ डिफ्रेन्ट नेचर अनुसार मान्छेको हुन्छ अब मेरो नेचर चाहिँ त्यस्तो थियो भन्दाखेरि कुनै आर्टिस्टको चाहिँ अब हामीले अब्जर्भ गर्दै गर्दाखेरि चाहिँ उहाँहरू चाहिँ आफूमै रमाएर आफ्नो क्रिएसन चाहिँ आफै गर्ने खालको आर्टिस्टहरू चाहिँ हुनुहुन्छ र हामीले नेपालको कन्टेक्स्टमा अथवा इन्टरनेसनल कन्टेक्स्टमा हेऱ्यो भने पनि धेरै आर्टिस्टहरू चाहिँ एकदम अन्डरग्राउन्ड के आफ्नो तरिकाले आफू बनाउने अनि राख्ने अनि अब यदि त्यो एक्सपोर्ट हुन्छ या सेल्स हुन्छ भने हामीले कुनै माध्यमबाट गर्छौँ एक्जिबिसनहरूमा चाहिँ लैजान्छौँ अनि त्यो खालको चाहिँ हुन्छ तर सबैजनालाई सोसाइटीभन्दा टाढा एउटा शान्त ठाउँमा नै बसेर गर्नुपर्छ भन्ने मान्यता चाहिँ मेबी पहिला थियो होला अहिले बिस्तारै चेन्ज हुँदै गएको छ जस्तो वाल पेन्टिङ पेपर पेन्टिङ अरू के पेन्टिङ हुन्छ हजुर हाम्रो क्यानभास पेन्टिङ यसमा चाहिँ डिमान्ड चाहिँ के को बढी छ बजारमा त्यो डिमान्ड कति छ एउटा कुरा अर्को चाहिँ जस्तो चितवन त सानो एरिया छ होइन 7 लाख समथिङ पपुलेसन छ अब त्यस्तो किन्ने चाहिँ टार्गेट ग्रुप चाहिँ तपाईँको काठमाडौँमा बढी हुन्थ्यो होला तपाईँले चितवनमै किन इस्टाब्लिस गर्नुभयो चितवनलाई नै किन रोज्नुभयो र यसको डिमान्ड चाहिँ के छ र अहिलेसम्म तपाईँले नेसनल इन्टरनेसनल कहाँ सप्लाई गर्नुभयो क्यानभास अब वाल पेन्टिङ पेपर पेन्टिङ र क्यानभास पेन्टिङमा हेर्दै गर्दाखेरि चाहिँ क्यानभास पेन्टिङ चाहिँ अलिकति बढी मात्रामा जान्छ डिमान्ड अनुसार हामीले कुरा गऱ्यौँ भने चाहिँ त्यो चाहिँ अब हामीले रेगुलर बेसिस अहिले मिनी क्यानभास भनेर आएको छ अब पेन्टिङ चाहिँ एकदम महँगो हुन्छ सबैजनाले अफोर्ड गर्न सक्दैनौँ भन्ने खालको कुरा आएको भएर चाहिँ ठुल्ठुलो मात्र पेन्टिङ होइन सानो साइजमा गर्नु एफोर्डेबल हुन्छ हाम्रो पेन्टिङ जेनरली 500-800बाट नै स्टार्ट हुन्छ अब सानो लिनुहुन्छ भने 800 त्योभन्दा अलिकति ठुलो हुन्छ भने 1850 रुपिस
त्यसपछि 3000, त्यसपछि 5000 गरेर साइज अनुसार चाहिँ अनि नम्बर अफ पिपल अनुसार चाहिँ प्राइस रेन्ज चाहिँ बढ्दै जान्छ। सो अनि आजभोलि चाहिँ कस्तो खाले सोसाइटीमा हामीले चेन्जेस देख्न सक्छौँ भन्दाखेरि चाहिँ हामीले रेडिमेड आइटम्सहरू भन्दा पनि ह्यान्डमेड कुराहरू चाहिँ दिन चाहिँ बढी रुचाउँछौँ, किनकि त्यसको भ्याल्यु पनि डिफ्रेन्ट हुन्छ। फर इक्जाम्पल अब मैले एउटा रेडिमेड फ्रेम किनेर दियो भने मेबी त्यो साथीले 1 दिन राख्ला, 2 दिन राख्ला, 2 महिना राख्ला, तर त्यसपछि त्यो कहाँ पुग्छ भन्ने थाहा हुँदैन। तर पेन्टिङको भ्याल्यु यति हुन्छ कि हामीले कुनै पनि पेन्टिङ दियो भने त्यो पेन्टिङ उसँग एटलिस्ट पनि 5 years 10 yearsसम्म चाहिँ उसँग हुन्छ र उसले त्यो जोगाएर पनि राख्छ। सो एउटा त त्यसलाई हामीले राख्नेको इम्पोर्टेन्स भयो र अनि आजभोलि गिफ्टिङ कल्चर पनि बढ्दै गएको छ। सानो भए पनि राम्रो कुरा दिउँ भन्ने कुराहरूले गर्दाखेरि चाहिँ क्यानभास पेन्टिङ चाहिँ एकदम बढिरहेको छ। वाल पेन्टिङ चाहिँ त्यसपछि आउँछ। अब डिफ्रेन्ट रिसोर्ट क्याफेहरू स्कुल्सहरूमा चाहिँ वाल पेन्टिङ गरेर फ्लेक्स प्लास्टिक युज नगरौँ, इको फ्रेन्डली बनाऊँ। अब पेन्टिङ भयो भने एटलिस्ट पनि त्यो हाम्रो 10 years 15 yearsसम्म मजाले बसिरहेको हुन्छ। अब फ्लेक्स त आज राख्यो, अब 10 दिन 15 दिन अथवा 1 महिना म्याक्स गयो भने 2-3 महिनामा त्यो फेरि हामीले चेन्ज गर्नुपर्छ। सो त्यही भएर कस्ट हिसाबले पनि अनि इन्भाइरोमेन्टको साइडबाट सोच्दा पनि वाल पेन्टिङ चाहिँ इको फ्रेन्डली र अनि लङ लास्टिङ हुने भएको भएर त्यो प्रिफर भएर त्यसपछिको डिमान्ड चाहिँ वाल पेन्टिङमा चाहिँ छ। सो चितवनमा चाहिँ मैले किन खोले, काठमाडौँमा एकदम बढी डिमान्ड छ तर चितवनमा नै किन भन्दाखेरि अब म सानैदेखिबाट अब जन्मेको हुर्केको चितवनमा, अनि पेन्टिङको जब मैले कोभिडमा मैले सिक्दै गर्दाखेरिको क्रममा चाहिँ मलाई एकदम मैले बेसिकबाट नै लर्न गरेको, पेन्सिलको स्केचबाट नै मैले सुरु गरेको भएर चाहिँ योभन्दा एडभान्स सिक्ने कहाँ सिक्न जाने भन्दाखेरि कुनै पनि ठाउँ चाहिँ थिएन। एक्चुअलमा त्यो एउटा ठाउँमा गएर मैले एउटा करिकुलम बेस चाहिँ फलो गरेर मैले यो पछि चाहिँ यो भनेर सिक्ने ठाउँ चाहिँ थिएन। अनि म अब यहीँ पढ्दै गरेको पनि थिएँ र जब साइड बाई साइड मैले जबहरू पनि टिचिङ्सहरू पनि गर्थेँ। सो त्यही भएर चाहिँ यहीँ किन स्टार्ट नगर्ने त, काठमाडौँमा त हामीले अलरेडी देख्छौँ 2-3टा स्टुडियोहरू, म्युजियमहरू, ग्यालेरीहरू अलरेडी छ, तर चितवनमा त्यो कुराहरू छैन। एउटा त अब आफू जन्मेको ठाउँ भएको भएर त्यो माया लागेर पनि हुनसक्छ, डिमान्ड भन्दा पनि एउटा चाहिँ त्यो फ्याक्टर भयो। अनि अर्को चाहिँ अब मेरो पढाइ यहीँ भएको भएर अनि त्यसपछि जबहरू पनि साइड बाई साइड यहीँ गरेको, अनि यहीँ केही नयाँ कुरा गरौँ न त, नभएको ठाउँमा अलरेडी भएको ठाउँमा भन्दा म स्टार्ट गऱ्यो भने चाहिँ यहाँबाट गऱ्यो भने एउटा लेभल अफ मार्केट चाहिँ मैले क्याप्चर गर्न सक्छु। तर हामीलाई कस्तो दुःख भयो थियो भन्दाखेरि आर्ट स्पेस मैले सुरु गर्छु भन्दै गर्दाखेरि मैले बुझाउन सक्थेन कि के हो र त्यो कसरी रन हुन्छ त्यो भनेर मलाई धेरै मेरो टिचर्सहरूले मेन्टर्सहरूले सोध्नुहुन्थ्यो कि चल्छ र तिम्रो यो बिजनेस तिमीले यसरी लगानी गर्ने भनेको छौ, तिम्रो यो बिजनेस चल्छ र भनेर सोध्नुहुन्थ्यो कि। अनि मलाई चाहिँ भित्र कस्तो थियो भन्दाखेरि मैले चाहिँ यसको स्कोप एकदम बढी देखेको थिएँ कि, किनभने मैले पनि पेन्टिङ सेल गर्दाखेरि अब एकदम न्यूनतम हेऱ्यो भने पनि नेपालको स्यालेरी भनेको 19,550 अराउन्ड समथिङ छ, अथवा कुनै पनि स्कुल्स अथवा कुनै पनि जब खाना गयो भने 15,000 20,000बाट चाहिँ हामीले स्टार्ट गर्छौँ जब रेन्ज। तर मैले पेन्टिङ सेल गर्दै गर्दाखेरि मेरो फर्स्ट पेन्टिङ त अब 9,000 11,000मा गयो, तर त्यसपछि चाहिँ एउटै पेन्टिङ 20,000 25,000मा चाहिँ जान थाल्यो। अनि त्यही पनि एउटा सिम्पल सोसल मिडियाको एउटा अर्डरबाट। अनि अब 30 days 8 घन्टा कुनै अरूको कम्पनीमा बसेर म काम गर्ने कि म एक दिन आनन्दले आफूलाई मनपर्ने काम गरेर चाहिँ त्यो 1 महिनाको स्यालेरी 1 दिन खाने भन्ने सोच पनि आउँथ्यो कि मेरो दिमागमा चाहिँ। अनि त्यो कन्सेप्टले पनि मैले यसमा स्कोप देखिरहेको छु। आजको दिनमा त ल मैले एउटा अर्डर पाएको छु, 2टा अर्डर पाएको छु, तर भोलिको दिनमा मसँग 5वटै अर्डर भयो भने पनि त मैले स्यालेरीको पैसा त मैले मजाले कमाउन सक्छु भन्ने कन्फिडेन्स पनि थियो एकतिर चाहिँ। अनि त्यही भएर चाहिँ लाइक चितवनमा चाहिँ नभएको खण्डमा एउटा चाहिँ चितवनमा त्यो लेभलको या त्यो लेभलको होइन कुनै पनि थिएन, आर्ट स्टुडियो भनेर चितवनमा थिँदै थिएन। अनि त्यही भएर चितवनमा आर्ट स्पेस खोल्नुको रिजन चाहिँ यहाँ नभएको ठाउँमा म बरु 1 वर्ष लगाएर मार्केट क्रिएट गर्छु, मार्केट अवेर गर्छु, यस्तो पनि हुन्छ, यो नयाँ कुराहरू हामीले एडप्ट गर्न सक्छौँ भन्ने एउटा अवेरनेस नै प्रोभाइड गरेर चाहिँ स्टार्ट गर्छु भन्ने तरिकाले चाहिँ मैले चितवनमा स्टार्ट गरेँ। जस्तो 25,000 एउटा वाल पेन्टिङबाटै, एउटा क्यानभास पेन्टिङबाटै कमाउँछु भने त्यो बनाउनलाई चाहिँ कति दिन लाग्छ रहेछ, कति दिन लाग्छ होला तपाईँहरूलाई?
त्यो बनाउन अब हामीसँग कस्तो हुन्छ भन्दाखेरि पेन्टिङ बनाउँदाखेरि चाहिँ भ्याउने चाहिँ हामीले एक दिनमै हो एउटा पेन्टिङ, तर अर्डर रेन्जमा भयो भने हामीले आजभोलि चाहिँ अब कमर्सियल, त्यति बेला म कमर्सियल भइसकेको थिएन र मैले एउटा पेन्टिङ अर्डर 3 दिन भने पनि मैले भ्याउने एकै दिनमा भ्याएर चाहिँ मैले प्रोभाइड गर्थेँ। तर आजभोलि चाहिँ त्यो अर्डर लाइनमा हुने भएको भएर चाहिँ एटलिस्ट 3 to 4 वर्किङ डेज भनेर चाहिँ हामीले डेहरू दिइरहेको हुन्छौँ। तपाईँको अर्डर चाहिँ 3 देखि 4 दिनमा चाहिँ पुरा हुन्छ। सो लाग्ने भनेको चाहिँ कुनै पेन्टिङ 2 घन्टा 4 घन्टा 6 घन्टा अब त्यसैमा बसेर हामीले काम गरिरह्यो भने त्यो त्यति समयमा हुन्छ। किनभने अब स्किल्सको कुरा हो, तपाईँले जान्नुभएको छ भने त्यसमा समय चाहिँ लाग्दैन, एउटा प्रोसेस हुन्छ। त्यो प्रोसेस अनुसार हामीले गऱ्यौँ भने चाहिँ त्यो एकदम ठुलो छ भने साइज अनुसार पनि हुन्छ। फेरि सानो छ भने हामीले 2 घन्टा 1 घन्टामा भ्याउन सक्यौँ, अलि ठुलो छ भने हामीलाई अब त्यही 5-6 घन्टाहरू लाग्ने भयो। त्यही साइज अनुसार नै हुन्छ जेनरली। जस्तो तपाईँ बिबिए पनि बिबिए गर्नुभयो, एमबिए पनि पढ्नुभयो, तो बिजनेसम्यान हुनुपर्ने अथवा कहीँ अघि भन्नुभयो राष्ट्र ब्याङ्कमा जब खाएको भए खान मन थियो अथवा मेरो इन्ट्रेस्ट थियो, परिवारको इन्ट्रेस्ट थियो, त्यो ठ्याक्कै ड्राइभर चाहिँ फेरि यता चाहिँ तपाईँको बिजनेस स्टार्टअप सानो बिजनेसबाट सुरु गर्नुभयो होइन। एमबिए बिबिए पढ्ने स्टुडेन्टले अलिकति ठुलो होइन, ठुलो बिजनेसमा, ठुलो उद्यममा, ठुलो इन्डस्ट्रीमा, रिजोर्टमा यस्तोमा गर्नु पनि तपाईँ त्यो काम चाहिँ सानो देखिन्छ, भ्यालु धेरै होला होइन। त्यसमा चाहिँ कसरी अब 2-3 वर्ष भइसक्यो होइन, कसरी चाहिँ जोइन हुनुभयो, कसरी चाहिँ त्यहाँ सस्टेन, तपाईँलाई त्यो साँघुरो लाग्दैन? होइन, साँघुरो त कहाँ लाग्नु, साँघुरो भन्दा पनि एकदम फराकिलो देख्छु मैले चाहिँ यसको। अबको दिनमा झन् हजुरले हेर्नुभयो भने आर्टको स्कोप त यति धेरै बढेको छ कि अबको टाइममा अरू एक्टिभिटिजहरू भन्दा पनि आर्टको म्युजिकको फ्युचर चाहिँ मैले देख्छु इभन आजको बच्चाहरूलाई, आजको जेनेरेसनहरूलाई चाहिँ। सो मेरो स्टार्टअप मैले चाहिँ किन नै स्टार्टअप गरेँ, जब चाहिँ मैले किन गरिनँ त्यो समयमा, किन नेपाल राष्ट्र ब्याङ्कको जब चाहिँ छोडेँ भन्दाखेरि चाहिँ म ब्याचलर पढ्दाखेरि एकजना सर हुनुहुन्थ्यो, मैले सरको नाम लिन चाहेँ, उज्जवल मराठा भन्ने सरले चाहिँ हामी 4th सेमेस्टरमा एन्टरप्रेन्योरसिप भन्ने एउटा सब्जेक्ट थियो, त्यो गर्दै गर्दाखेरि चाहिँ अनि त्यति बेला चाहिँ बाहिर जाने क्रम एकदम बढी नै थियो। अनि युथमा चाहिँ बाहिर जाने क्रम हुँदै गर्दाखेरि नेपालमै बसेर केही गर्नुपर्छ भन्ने सरले चाहिँ एकदम भनिरहनुहुन्थ्यो। र त्यो समयमा अन्टरप्रेना भनेर एउटा संस्था थियो काठमाडौँको, उहाँहरू पनि हामीले चाहिँ बाहिर होइन नेपालमै इन्भेस्ट गर्नुपर्छ, नेपालमै काम गर्नुपर्छ भन्ने स्लोगन लिएर चाहिँ उहाँहरू पनि डिफ्रेन्ट इभेन्ट्सहरू लिएर चाहिँ आउनुहुन्थ्यो हाम्रो कलेजमा पनि। सो मैले 2016मा चाहिँ स्टार्टिङ गरेको भनेर म चाहिँ एज अ स्टार्टअप इन्क्युबी भएर चाहिँ सुरु गरेको थिएँ। इन्क्युबी इन द सेन्स म चाहिँ त्यहाँ अरू स्टार्टअप चलाइरहनु भएको छ भने उहाँहरूको अन्डरमा चाहिँ ट्रेनिङ लिने अनि उहाँहरूलाई चाहिँ सपोर्ट गर्ने तरिकाले चाहिँ मेरो स्टार्टअप जर्नी चाहिँ सुरु भएको थियो। अन्टरप्रेनाको इन्भल्भमेन्टमा, प्रेसिडेन्सी कलेजको इन्भल्भमेन्टमा र उद्योग वाणिज्य सङ्घमा चाहिँ स्टार्टअप सेन्टर थियो त्यति बेला, इन्क्युबेसन सेन्टर, त्यहाँबाट चाहिँ सुरु भएको थियो एक्चुअल स्टार्टअप जर्नी चाहिँ। अनि त्यो स्टार्टिङ ब्याचलर टाइमदेखि नै स्टार्टअपमा लागेको भएर चाहिँ एउटा चाहिँ हुटुटी चाहिँ कस्तो थियो भन्दाखेरि नेपालमै बसेर केही गर्नुपर्छ, सोसाइटीको लागि केही गर्नुपर्छ। अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा मेरो लागि चाहिँ मलाई जुन कुराले खुसी हुन्छ र एउटा सन्तुष्टि मिल्छ त्यो काम चाहिँ गर्नुपर्छ भन्ने चाहिँ थियो। जस्ट डु वाट यु लभ। भनेपछि सेटिस्फाई हुनुहुन्छ तपाईँ यो अहिले आर्टको आर्ट क्षेत्रमा, आर्ट स्पेसमा चाहिँ तपाईँ सेटिस्फाई हुनुहुन्छ? हजुर। जस्तो अब तपाईँको एउटा कुनै कम्पनी भनौँ अथवा बिजनेस भनौँ, उद्यम भनौँ, यसको चाहिँ एउटा चाहिँ टाइमिङ हुन्छ, भोलिको योजना हुन्छ होइन। तपाईँको चाहिँ भोलि अब यसलाई आर्ट स्पेसलाई चाहिँ के गर्ने, यसलाई विस्तार गर्ने होइन, अब यसलाई एक्सटेन्सन गर्ने भन्छ होइन, यो चाहिँ यसमै गर्नुहुन्छ अथवा अर्को क्षेत्रमा पनि जान सक्नुहुन्छ? तपाईँ आफै एउटा बिजनेस स्टुडेन्ट, बिजनेस एउटा फ्याकल्टीको विद्यार्थी भएको हुनाले अरू कुराहरू पनि तपाईँलाई नलेज हुन्छ, यसलाई नै विस्तार गर्नुहुन्छ अथवा चाहिँ यसमै सेटिस्फाई भनेर बस्नुहुन्छ कि अथवा यसलाई चाहिँ एक्सटेन्सन गरेर के गर्ने चाहिँ विचारमा हुन्छ? यसको योजना चाहिँ के छ? मेरो चाहिँ अरू सेक्टर भन्दा पनि इन्भेस्टमेन्ट वाइज चाहिँ अरू सेक्टरमा पछि जाम्ला। तर अहिले अब मैले आर्ट स्पेस खोलेकै 2 वर्ष भयो। सो 2 वर्ष हुँदै गर्दाखेरि चाहिँ मलाई चाहिँ जेनरली आर्ट सेक्टरमा पनि आर्ट एजुकेसनमा चाहिँ इन्ट्री गर्न चाहिँ मन छ। अब त्यो आर्ट एजुकेसनमा इन्ट्री गर्नु भनेको चाहिँ अब हामीले चाहिँ
आर्ट स्पेसमै आर्ट क्लासेस आर्ट वर्कसप्सहरू चाहिँ प्रोभाइड गर्दैछौँ। आर्ट क्लास प्रोभाइड गर्नुको डिफ्रेन्ट अब एउटा प्रफिट मेकिङ कम्पनी हुँदै गर्दा पनि तर त्यसले चाहिँ हामीले भ्याल्यु के प्रोभाइड गरिरहेको छौँ त नि, एक्सपिरियन्स के प्रोभाइड गरिरहेको छौँ आफ्नो कस्टमर्सहरूलाई अथवा हाम्रो स्टुडेन्ट्सहरूलाई चाहिँ हामीले चाहिँ कस्तो एक्सपिरियन्स प्रोभाइड गरिरहेको छौँ भन्ने कुरामा चाहिँ मेजरली फोकस भएर चाहिँ हामी त्यसमा लागिरहेको छौँ। र म चाहिँ मेरो अपकमिङ प्लानिङ भनौँ या मलाई गर्न मन लागेको कुराहरू आर्ट स्पेस अन्तर्गत चाहिँ अब एजुकेसन वाइज पनि मैले एमबिए त सकाएको पनि लगभग 2 वर्ष नै भयो, तर अब चाहिँ आर्टमै काम गरिरहेको भएको भएर चाहिँ मलाई फाइन आर्ट्समै मास्टर गर्नु चाहिँ मन छ, जुन चाहिँ अब चितवनमा छैन। हामीले केयु र अनि त्रिभुवन युनिभर्सिटी यस्तो भन्दै गर्दाखेरि हजुर फाइन आर्ट्स के तपाईँ अब कलेज चाहिँ खोल्ने अथवा ग्रुप मिल्यो भने होइन त्यो गऱ्यो भने कलेज खोलेर र सोसाइटीलाई पनि तपाईँले कन्ट्रिब्युसन दिने मेरो मन छ भन्नुहुन्थ्यो नि, जस्तो फाइन आर्ट सम्बन्धी नै कलेज अथवा केही खोलेर तपाईँले त्यो गर्ने सोच चाहिँ आउँछ कि आउँदैन अथवा आएको छ के छ? होइन, कलेज नै खोल्ने भन्दा पनि हामीले कलेज नै खोल्नु पर्दैन। अब चितवनको केसमा काठमाडौँमा चाहिँ अलरेडी फाइन आर्ट सम्बन्धी +2 हाम्रो सृजना कलेज भन्ने छ, अनि हाम्रो ब्याचलर्स चाहिँ ललित कला र काठमाडौँ युनिभर्सिटी, अनि एमएफए पनि हामीले काठमाडौँ युनिभर्सिटी र त्रिभुवन युनिभर्सिटी अन्तर्गत चाहिँ गर्न मिल्छ। र मलाई चाहिँ आर्ट एजुकेसनमा सिफ्ट हुन मन लागेको र अबको दिनमा चाहिँ आर्ट स्पेसमा मात्र होइन कि हामीले जुन नयाँ प्रडक्ट चाहिँ हामीले प्लानिङ गर्दैछौँ अब अपकमिङ प्रोजेक्टको लागि चाहिँ, जुन चाहिँ डिफ्रेन्ट स्कुलमा चाहिँ करिकुलम बेस आर्ट किट चाहिँ हामीले इन्टिग्रेट गऱ्यौँ भने चाहिँ डिफ्रेन्ट इसिए क्लासेसहरू अन्तर्गत आर्ट क्लासेस हुँदै गर्दाखेरि बच्चाले चाहिँ त्यो एउटा कस्तो ग्याप छ भन्दाखेरि मैले 2.5 वर्ष जति स्कुल पढाउँदाखेरि मैले पाएको ग्याप चाहिँ एउटै क्लासमा कुनै बच्चाको मेटेरियल्स चाहिँ 1000 रुपिसको हुन्छ भने कुनै बच्चाको मेटेरियल्स चाहिँ 100 रुपिसको हुन्छ कि। त्यो ग्याप चाहिँ बच्चाहरू सानोदेखिबाट सिक्ने उमेर हो नि त, त्यो सिक्ने उमेरमा चाहिँ मेटेरियल्सको रेस्ट्रिक्सन भएर उनीहरूले त्यो बेलामा ग्याप भयो भने त भोलिको दिनमा उनीहरूले त्यसको स्कोप नै देख्दैन। सो त्यही भएर क्लास 1 देखि नै यदि हामीले त्यो ग्याप हटाउन सक्यौँ भने बच्चाहरूलाई स्कोप देखाउन सक्यौँ भनेर आफूलाई मनपर्ने कामहरू आर्ट मात्र भएन, उनीहरूलाई म्युजिक हुन्छ, डान्स हुन्छ, स्विमिङ हुन्छ, क्रिकेट हुन्छ, डिफ्रेन्ट सेक्टरमा चाहिँ म चाहिँ भोलिको दिनमा यो बन्छु अथवा मलाई चाहिँ यो गर्दाखेरि चाहिँ खुसी हुन्छु, म सेटिस्फाई हुन्छु भन्ने कुरा बच्चाले स्कुल लेभलबाट नै लर्निङ गर्दै एक्सपिरियन्स गर्दै सिक्न पायो भने चाहिँ +2 पछि चाहिँ म के बन्ने, एसएलसी पछि चाहिँ म के पढ्ने भन्ने तनाव चाहिँ बच्चालाई त्यसपछि चाहिँ हुँदैन। सो त्यही भएर चाहिँ बच्चाहरूलाई चाहिँ त्यो स्कुल लेभलदेखि नै त्यो एक्सपिरियन्स होस् भनेर हामीले नयाँ अब अपकमिङ एउटा प्रोजेक्ट पनि हामीले प्लानिङ गर्दैछौँ, आर्ट किट भनेर, रङ्ग द आर्ट किट बाई आर्ट स्पेस भनेर हामीले त्यो गर्दैछौँ। सो त्यो किट बेस करिकुलम बेस आर्ट किटलाई अझै स्ट्रङ बनाउनको लागि चाहिँ फाइन आर्ट सम्बन्धी मैले केही नलेजहरू चाहिँ गेन गर्नुपर्छ भनेर मैले मास्टर इन फाइन आर्ट्स जोइन गर्ने भनेर चाहिँ प्लानिङ गर्दैछु। र त्यो जोइन गर्ने क्रममा चाहिँ चितवनमा हामीले 2 वर्ष भयो आउटलेट खोलेको, तर अहिले चाहिँ कस्तो छ हामीले हेर्दै गर्दाखेरि अब टिकटक, फेसबुक, इन्स्टाग्रामको थ्रुबाट हामीले सोसियल मिडियामा कन्टेन्ट हाल्दै गर्दाखेरि चाहिँ डिमान्ड चाहिँ कस्तो छ भन्दाखेरि काठमाडौँबाट चाहिँ दिनको 3-4वटा 5वटा फोन चाहिँ आइरहेको हुन्छ कि तपाईँहरूको काठमाडौँमा छैन, तपाईँहरूले काठमाडौँमा गर्नु हुँदैन भनेर चाहिँ हामीलाई फोनहरू आइरहेको हुन्छ वर्कसप बेसमा अथवा क्लासको लागि पनि। अनि त्यही भएर चाहिँ अब हाम्रो यदि खोल्यो भने नेक्स्ट प्लानिङ भनेको चाहिँ हामीले काठमाडौँमा आउटलेट खोल्ने। काठमाडौँमा हामीले मार्केट क्रिएट गर्नु पर्दैन बिकज काठमाडौँमा अलरेडी एउटा एक्जिस्टिङ मार्केट चाहिँ छ, त्यहाँ गएर हामीले खोल्यौँ भने चाहिँ एक्जिस्टिङ मार्केटमा चाहिँ जसले नपाउनु भएको कस्टमरहरू छ, जुन एउटा ग्रुप छ सर्टेन टार्गेट ग्रुप, त्यो ग्रुपलाई चाहिँ हामीले क्याटर गर्न सक्छौँ जस्तो चाहिँ लाग्छ यदि काठमाडौँ हामी मुभ भयो भने चाहिँ। जस्तो तपाईँ यसो हेर्दाखेरि उमेरले जेनजी पनि हुनुहुन्छ होइन, अब कलेज पनि पढाउनुहुन्छ सायद हजुर होइन, बिजनेस पनि ह्यान्डल गरिरहनु भएको छ, त्यो ट्रेनिङमा पनि डिफ्रेन्ट जिल्लाहरू गएको भन्नुहुन्छ, यो कसरी टाइम चाहिँ कसरी मिल्दो रहेछ, कसरी म्यानेज गर्नु? अब यो त टाइम म्यानेजमेन्ट नै हो। अब कस्तो हुन्छ भन्दाखेरि मेरो जेनरली सेड्युल भन्नु पर्दाखेरि चाहिँ म बिहान 6 बजे उठ्ने भनेको 4:30 देखि 5 बजेसम्म म बाई डिफल्ट नै उठ्छु अहिलेसम्म अलार्म नराखिकन। अनि म चाहिँ 6 बजे कलेज पुग्नुपर्छ। मैले बोस्टन इन्टरनेसनल कलेजमा चाहिँ टिचिङ गर्छु, त्यहाँको फुल टाइम फ्याकल्टी पनि छु, प्लस त्यहाँ स्टार्टअप डिपार्टमेन्ट पनि लिड गरिरहेको छु। बिकज स्टार्टअपमै लागिरहेको भएर चाहिँ नेपालमै केही गर्नुपर्छ अथवा कसैले गर्न खोजिरहेको छ भने मैले सिकेको कुराहरू, मेरो एक्सपिरियन्सहरू सेयर
गरेर यदि उनीहरू इन्स्पायर हुन्छन्, मोटिभेट हुन्छ, गर्न खोज्छन् भने वाइ नट भनेर चाहिँ मैले यो फिल्ड चाहिँ चुज गरेको स्टार्टअप डिपार्टमेन्ट लिड गर्नको लागि। सो त्यहाँ चाहिँ अनि बिहान 6 देखि 1-2 बजेसम्म म कलेजमै हुन्छु। अनि त्यसपछि म आर्ट स्पेस आउँछु। आर्ट स्पेस फेरि 10 बजेदेखि नै आफ्नै टाइमिङमा खोल्छ। हाम्रो चाहिँ 10 to 7:30 8 बजेसम्म, राति 8 बजेसम्म चाहिँ 10 बजेदेखि 8 बजेसम्म टाइमिङ हुन्छ। स्टाफहरू एउटा टिम छ आर्ट स्पेसको, सो त्यो टिमहरू आएर चाहिँ ओपन गर्नुहुन्छ। क्लास रनिङ टाइमदेखि लिएर सबै कुराहरू चाहिँ एउटा सिस्टममा छ आर्ट स्पेसमा चाहिँ। सो मेरो एब्सेन्समा पनि अफिसमा काम चाहिँ स्मुथली नै अगाडि बढ्छ। बाई चान्स माथि तल केही प्रब्लम आयो भने चाहिँ उहाँहरूले मलाई कल गर्नुहुन्छ अथवा म्यासेज गर्नुपर्ने हुन्छ। अनि कुनै बेला मै हुनुपर्ने बेलामा चाहिँ मैले अब समय मिलाएर आर्ट स्पेसलाई पनि दिन्छु। सो त्यसरी नै अब टाइम म्यानेजमेन्ट गर्ने अनि प्रायोरिटाइज गर्ने, कुन चिज चाहिँ मेरो लागि इम्पोर्टेन्ट छ भन्ने कुराहरू चाहिँ प्रायोरिटाइज गरेर चाहिँ टाइम म्यानेज भइरहेको छ त्यसरी नै। भोलिको जस्तो तपाईँको चाहिँ जुन कलेज पनि अर्को फाइन आर्ट्ससम्म नि पढ्ने इन्ट्रेस्ट छ भन्नुभएको छ। अब त्यो हुँदै गर्दाखेरि तपाईँ यहाँबाट फेरि सिफ्ट काठमाडौँ पढ्नुपर्ने होला। जस्तो अब यहाँको बिजनेस, यहाँको तपाईँको पढाइ, टिचिङ र उताकोलाई चाहिँ कसरी चाहिँ अब तालमेल कसरी? अब त्यो चाहिँ अब हामीले त्यही नै हो। कुनै पनि अब नयाँ च्यालेन्जेस अथवा हामीले नयाँ कुराहरू सिक्नको लागि, गर्नको लागि एउटा कम्फर्ट जोन अथवा एक्जिस्टिङ पार्टलाई चाहिँ हामीले छोडेर मुभ हुनुपर्छ। तर त्यो कुरा चाहिँ मैले अब त्यो अनलाइन पनि गर्न सकिन्छ एमएफएको कुराहरू चाहिँ। सो अब मैले बाहिरको युनिभर्सिटीहरूबाट गऱ्यो भने चाहिँ म चितवनमै बसेर पनि गर्न सक्छु, त्यसलाई अगाडि बढाउन सक्छु। तर यदि अब म काठमाडौँ जानुपर्ने कन्डिसन्स आयो भने चाहिँ काठमाडौँ चाहिँ कुन बेला जान्छु भन्दाखेरि जब मैले अब काठमाडौँमा आर्ट स्पेसको आउटलेट खोल्ने प्रिपरेसन्स भयो भने चाहिँ मेबी त्यो बेला मिलाएर चाहिँ मैले उता एमएफए गर्दै यता आर्ट स्पेसको आउटलेट चाहिँ रन गर्ने प्लानिङ पनि गर्न सक्छु। जस्तो अहिले यो तपाईँले आर्ट स्पेसको इन्ट्रेस्ट कति कोरोनादेखि भन्नुभयो 4-5 वर्षै भयो। अनि यो आर्ट स्पेस सञ्चालन गर्न 2 वर्षभन्दा बढी भयो। जस्तो तपाईँ जस्तै साथी सङ्गीहरू अरू को चाहिँ त्यो तपाईँले खोल्दै गर्दा तपाईँको इम्प्रेसनले चाहिँ अरू को चाहिँ इन्भल्भ हुनुभएको छ अहिलेसम्म चाहिँ? कति चाहिँ तपाईँको जस्तै बोस्टन कलेजमा स्टार्टअपकै हेड तपाईँ हुनुहुन्छ होइन? त्यो स्टार्टअपमा बोस्टनले जन्माएका त्यस्ता विद्यार्थी स्टार्टअपहरू चाहिँ कस्तो सेक्टर के सेक्टरमा त बढी छ होइन? सेक्टर वाइज हेर्नु पर्दै गर्दाखेरि चाहिँ हाम्रो अहिले चाहिँ टेक रिलेटेड, एग्री रिलेटेड बिजनेसहरू चाहिँ एकदम बढ्दो क्रममा चाहिँ हामीले देख्न सक्छौँ स्टार्टअप रिलेटेड नै। र अब मैले स्टार्ट गरेको जर्नीदेखि हेऱ्यौँ भने चाहिँ अहिले चाहिँ कस्तो खाले ग्रुप सर्कल हुन्छ भन्दाखेरि सबै बिजनेस गर्ने ग्रुप सर्कल हुन्छ कि। अब साथीभाइ भनेकै कोही दिदी, कोही बहिनी, भाइहरू त्यस्तो मात्र सर्कल छ कि। लाइक आफ्नो एज ग्रुप भन्दा पनि उसको बिजनेस के छ र एउटा बिजनेस ग्रुपकै बिचमा बसेर चाहिँ हामी चाहिँ कुरा गरिरहेको हुन्छ। सो अनि मेरो जर्नी देखेर चाहिँ जेनरली धेरैजनाले भन्नुहुने कुराहरू चाहिँ अब सानो उमेरमा चाहिँ तपाईँले कसरी सुरु गर्नुभयो अथवा आफ्नो बिजनेस मात्र होइन, हजुरले पढाउनु पनि हुन्छ, ब्याचलर्सलाई पढाउनुहुन्छ भनेर। अनि मैले त्योभन्दा अगाडि चाहिँ मैले सिएहरूलाई पनि पढाउँथेँ, हाम्रो गुरुकुल सिए जुन छ त्यहाँ पनि पढाउँथेँ। सो सबै कुराहरू त्यहाँको स्टुडेन्ट्सहरू पनि, इभन सिए स्टुडेन्ट्सहरू पनि होइन बिजनेस गर्नुपर्छ भन्ने तरिका त्यहाँसम्म चाहिँ इन्सपायर हुनुहुन्थ्यो। र अब अहिले बोस्टन नै पढाउँदै गर्दा पनि मैले एन्टरप्रेनरसिप र मार्केटिङ पढाउँछु। अनि एन्टरप्रेनरसिप पढाउँदै गर्दाखेरि अब क्लासमा गएर पढाउँदाखेरि विद्यार्थीहरूलाई मैले वाट इज एन्टरप्रेनरसिप, हु इज एन्टरप्रेनर, वाट इज एन्टरप्रेनर भन्दा पनि एन्टरप्रेनर चाहिँ म आफै पनि हो र त्यसको जर्नी चाहिँ यस्तो हुन्छ भनेर बुझाउँदा चाहिँ बच्चाहरूले चाहिँ बढी बुझ्छन् र उनीहरूले कनेक्ट पनि गर्न सक्छन्। अनि उनीहरूलाई चाहिँ डिफ्रेन्ट अब इभन आर्ट स्पेस भिजिट गर्न आउँदै गर्दाखेरि स्टार्टिङ फेजदेखि अहिलेसम्म चाहिँ कस्तो छ र नेपालमै बसेर पनि हामीले यतिको गर्न चाहिँ सक्दो रहेछौँ, किन बाहिर जाने भनेर धेरैजनाले त बाहिर जाने डिसिजन्स पनि रोकिदिनु भएको छ इन्स्पायर भएर। र उनीहरूले किन जाने त, यहीँ पनि यत्रो गर्न सकिने रहेछ भन्ने कुराहरूमा चाहिँ हुनुभएको छ। लगभग 10जनाभन्दा बढी नै यदि हामीले काउन्ट गऱ्यो भने पनि उहाँहरू चाहिँ यस्तो काममा चाहिँ गर्न सकिन्छ, हामीलाई चाहिँ सपोर्ट गरिदिनु, हेल्प गरिदिनु भनेर चाहिँ भन्नुहुन्छ। र म सधैँ हुन्छु त्यहाँनिर हेल्प माग्ने भाइ बहिनीहरू। तपाईँ भन्नु 2टा सेक्टरमा, एउटा चाहिँ तपाईँ टिचिङ सेक्टरमा हुनुहुन्छ, पढाउनुहुन्छ, अर्को आर्ट स्पेसमा ट्रेनिङ पनि दिनुहुन्छ, त्यहाँको म्यानेजमेन्ट पनि हेर्नुहुन्छ। 2टा क्षेत्रमा चाहिँ कुनमा चाहिँ तपाईँलाई चाहिँ आनन्द अलिकति चाहिँ बढी चाहिँ सेटिस्फाई चाहिँ कुनमा हुँदो रहेछ? यो चाहिँ
अलिकति कन्फ्लिक्टिङ पनि नभनौँ, कस्तो हुन्छ भन्दाखेरि मलाई चाहिँ आर्ट स्पेस, आर्ट त मेरो प्यासन नै भयो, मैले रमाउने ठाउँ र मलाई थकाइ लागेको बेला थकान मेटाउने ठाउँ जस्तो भयो आर्ट स्पेस। र टिचिङ चाहिँ मैले अहिले पढाउन थालेको पनि 6 वर्ष नै भइसक्यो। स्टार्टिङ मैले स्कुलबाट गरेँ, त्यसपछि सीएहरूलाई पढाएँ, अहिले बोस्टनमा पढाउँदैछु। सो ठ्याक्क मैले भने नि स्टार्टअप डिपार्टमेन्ट रोज्नुको कारण पनि मैले सिकेको कुराहरू केही सिकाउन सक्यो भने चाहिँ धेरै मान्छेहरू चाहिँ त्यसमै लाग्नुहुन्छ अथवा उहाँहरू पनि इन्स्पायर भएर केही कुराहरू सिक्नुहुन्छ, गर्नुहुन्छ भनेर चाहिँ मैले टिचिङतिर चाहिँ म बढी अलाइन छु। र आर्टतिर चाहिँ यो चाहिँ कस्तो छ भन्दाखेरि एउटा एक्सटर्नल र इन्टर्नल फ्याक्टर टाइपको छ कि बाहिरबाट मैले अरूलाई केही दिनु पर्यो भने चाहिँ टिचिङको थ्रुबाट मैले अरूलाई ज्ञानहरू दिन सकेँ, नलेजहरू सेयर गर्न सकेँ, एक्सपिरियन्सहरू सेयर गर्न सकेँ। र आर्ट स्पेसको पार्टमा चाहिँ इन्टर्नल पार्टमा चाहिँ त्यो चाहिँ वर्कआउट चाहिँ भइरहेको छ। लाइक मैले आफूले त्यो कुरा गर्दै गर्दाखेरि आनन्द पाउँछु भने अरू कुनै मान्छेहरू जसलाई चाहिँ एउटा सेल्फ रिफ्लेक्सनको कुराहरू आउँछ, थेरापीको कुराहरू आउँछ, मेडिटेसनको कुराहरू आउँछ, यदि उहाँहरूलाई त्यसमा इन्ट्रेस्ट छ भने त्यो पनि गर्न सक्नुहुन्छ भनेर चाहिँ यता आर्ट स्पेसको सेक्टर चाहिँ आउँछ। सो कुन रमाइलो र कुन बढी सेटिस्फ्याक्ट्री भन्दा पनि त्यो चाहिँ सँगसँगै नै अगाडि बढिरहेको छ र भोलिको दिनमा पनि त्यो सँगसँगै नै अगाडि जान्छ ल। म एउटै सेक्टर समातेर चाहिँ मलाई चाहिँ पढाउन मनपर्ने भएको भएर चाहिँ एउटा दुईवटा सब्जेक्ट चाहिँ एटलिस्ट म पढाउँछु भन्ने नै सोच राख्ने। अनि प्लस पढायो भने चाहिँ मेरो एज जाँदै गर्दाखेरि न्यू जेनेरेसनलाई पढाउँदै गर्दाखेरि उनीहरूको नलेजहरू पनि अपडेटेड भइन्छ। र पढाउँदाको एउटा रमाइलो कुरा भनेको चाहिँ हामी सधैँ पहिला हामीले के सिक्यौँ भन्दा पनि अहिले चाहिँ के भइरहेको छ भन्ने कुरामा पनि हामी अपडेटेड चाहिँ हुन्छौँ। र त्यो पढाएको कुराहरू र आफूले पढेको कुराहरू अल्टिमेटली बिजनेसमा इम्प्लिमेन्टेसन पनि हुन्छ र दुइटै सँगसँगै नै अगाडि बढिरहेको छ जस्तो लाग्छ मलाई चाहिँ। जस्तो सानो सानो बिजनेस गर्दा, व्यापार गर्दा पनि होइन, एउटा ग्रोसरी सानो चाहिँ कुनै होटल चिया पसल हुँदा नि च्यालेन्जिङ हुन्छ कि त्यसको टाइमिङ, इन्भेस्टमेन्ट, बिजनेस चालु खर्चहरू हुन्छ नि। तपाईँकोमा चाहिँ त्यो के च्यालेन्जिङ देख्नु भएको छ अथवा के च्यालेन्ज जस्तो लाग्छ तपाईँलाई चाहिँ के छ? मैले अब बिजनेस रन गर्दै गर्दाखेरि एउटा मेजर च्यालेन्ज भनेको त मार्केट नै थियो। सुरु स्टार्टिङ टाइपमा नयाँ चितवनमै पहिलो आर्ट स्टुडियो खोल्दै गर्दाखेरि चाहिँ आर्ट स्टुडियो भनेको चाहिँ के हो अथवा आर्ट स्पेसले चाहिँ के गर्छ, सुरुमा त अब मान्छेहरू त्यो बाटो हिँड्नु हुँदै गर्दाखेरि यहाँ त आर्टको सामान पाउने हो कि भनेर सोच्नुहुन्थ्यो कि त्यो कन्सेप्ट नै थिएन नि त। सो मार्केट बुझाउन र एउटा मार्केट क्रिएट गर्न नै समय लाग्यो। सुरुमा चाहिँ मेजर च्यालेन्जेस भनेको चाहिँ त्यो थियो। अनि अर्को कन्टेक्स्टमा हेर्दै गर्दाखेरि अब अपरेसनल कस्ट लगभग हाई नै हुन्छ इन जेनरल। हामीले अब भित्र सबै फेसिलिटीहरू दिँदै गर्दाखेरि अपरेसनल कस्ट हाई हुन्छ। तर त्यो होइन कि लाइक अपरेसनल कस्ट हाई भयो भने मलाई प्रब्लम भन्दा पनि हामीले त्यसलाई अब इन टर्म्स अफ रेभिन्यू चाहिँ हामीले कसरी चाहिँ जेनेरेट गर्ने भन्ने कुराहरू पनि हो। सो च्यालेन्जेसको पार्टमा चाहिँ इन्टर्नल भन्दा पनि एक्सटर्नल च्यालेन्जेसहरू चाहिँ एक्सटर्नल फ्याक्टर्सहरू, एक्सटर्नल इन्भाइरोमेन्टल फ्याक्टर्सहरू चाहिँ जुन हुन्छ डिफ्रेन्ट, अब पोलिटिकल्ली, सोसियल्ली, अनि मार्केटको कुराहरू अब डिफ्रेन्ट। अब अस्ति भर्खरै भएको भाद्र 23 गते अब प्रोटेस्टहरू भयो, कोभिड भयो, त्यस्तो च्यालेन्जेसहरू आयो भने चाहिँ अल्टिमेटली बिजनेसलाई नै ह्याम्पर पर्ने हो। बिकज त्यो हुँदै गर्दाखेरि अफिस त बन्द गर्नै पर्यो, बच्चाहरू पनि रिस्क हुन्छ, आइदिनु हुँदैन। र त्यसले गर्दाखेरि तर हामीले स्टाफ, रेन्टहरू सबै कुराहरू त हामीले कभर गर्नै पर्छ, रेगुलर तिर्नै पर्छ। त्यो कुरा त अब यो बन्द भयो भन्दैमा त्यो रोकिने कुराहरू पनि आउँदैन, तर स्टुडेन्टहरू त रोकिरहेको हुन्छ। सो त्यो भएको भएर चाहिँ त्यस्तो कन्टेक्स्टमा चाहिँ च्यालेन्जेसहरू अलिकति बढ्न जान्छ। नभए चाहिँ एज रेगुलर हामीले हाम्रो सिस्टम अनुसार कामहरू गऱ्यौँ भने चाहिँ च्यालेन्जेस भनेर चाहिँ च्यालेन्जलाई नै एउटा अवसरको रूपमा लिन सकिन्छ। एकदम अपर्च्युनिटीकै रूपमा नै हामीले लिन्छौँ। केही अब अल्टिमेटली हामीले फिडब्याक त लिइरहेको हुन्छ हाम्रो प्यारेन्ट्सहरूबाट अथवा सोसाइटीहरूबाट, डिफ्रेन्ट मेन्टर्सहरूबाट हामीले फिडब्याक लिँदै गर्दाखेरि चाहिँ यो कुराहरू चाहिँ छ, यसलाई कसरी गर्न सकिन्छ भनेर आएको च्यालेन्जेसलाई एज एन अपर्च्युनिटी लिएर त्यसमा नयाँ केही कुराहरू चाहिँ हामीले गर्छौँ। जस्तो तपाईँ युवा हुनुभयो, म विदेश जान मन पराउँदिनँ, देशलाई माया गर्छु, यहीँ गर्न सकिन्छ भनेर भनिरहनु भएको छ होइन। अब आउने नयाँ सरकार पनि तपाईँहरूकै हो। के अपेक्षा छ, के गरिदियो भने झन् अलिक थप राम्रो हुन्छ, थप सहज हुन्छ, अरू युवाहरू पनि
यहीँ बस्नुहुन्छ अथवा विदेशबाट पनि फर्कनुहुन्छ भने तपाईँको के गरिदियो भने चाहिँ आफूलाई त्यस्तो चाहिँ राहत अलिकति चाहिँ सहज हुन्छ जस्तो लाग्छ? अब हामीले नै बनाएको सरकार अथवा हाम्रै सरकार भनौँ अहिलेको अब यङ लिडरसिप भएको गभर्मेन्टलाई हेर्दै गर्दाखेरि हाम्रो एक्सपेक्टेसन्स भनेको मैले अघि नै पनि भनेको थिएँ जुन नेसनल स्टार्टअप पोलिसी नेपालमा बनिसकेको छैन। अरू कन्ट्रीमा हेऱ्यौँ भने चाहिँ हामीले अब सिलिकन भ्यालीहरू अब युएसकै कन्टेक्स्टमा हेऱ्यो भने इभन हाम्रो नेबरिङ कन्ट्रिज इन्डियाकै कन्टेक्स्टमा हेऱ्यो भने स्टार्टअप भनेर युनिकर्नहरू जन्माउनेदेखि लिएर ठुलो ठुलो कुराहरू चाहिँ बाहिर देशमा भइरहेको छ। तर नेपालको कन्टेक्स्टमा हेऱ्यो भने हातमा गनेर चाहिँ हामीले स्टार्टअप्सहरू चाहिँ सक्सेसफुल स्टार्टअप्स भनेर चाहिँ गर्न सक्छौँ। धेरै स्टार्टअप्सहरू चाहिँ जन्मिरहेको छ र जिडिपीमा कन्ट्रिब्युसन पनि एन्टरप्रेनरसिपको एकदम धेरै नै छ। तर त्यो हुँदा हुँदा पनि सरकारले चाहिँ कता कता स्टार्टअप र एन्टरप्रेनरसिपलाई नदेखेको हो कि उहाँहरूले प्रायोरिटाइजमै नराख्नु भएको हो या बिजनेस ट्रेडिङमा मात्र हुन्छ भन्ने उहाँहरूको सोच हो। त्यो अहिलेसम्म त हामीले त्यो फाइन्ड आउट चाहिँ गर्न सकेनौँ र म पोलिटिकल्ली चाहिँ एकदम इनएक्टिभ हुने भएको भएर चाहिँ मलाई त्यति धेरै गभर्मेन्टले यो गर्दै हुन्थ्यो त्यो गर्दै हुन्थ्यो भन्ने एक्सपेक्टेसन्स पहिला चाहिँ थिएन। तर अहिलेको गभर्मेन्टसँग चाहिँ कस्तो एक्सपेक्टेसन्स छ भन्दाखेरि सबै कामहरू हुँदै गर्दाखेरि चाहिँ एटलिस्ट हामीले काम गर्ने त सबै जो जहाँ हुनुहुन्छ उहाँहरूले नै गर्ने हो। गभर्मेन्टले आएर हाम्रो कामहरू गर्ने होइन, उहाँहरूले त जस्ट सहज बनाइदिने हो। सो पोलिसीको पार्टमा चाहिँ उहाँहरूले वर्कआउट गर्नुभयो भने र एउटा इन्भाइरोमेन्ट यस्तो क्रिएट गरिदिनु भयो भने जहाँ चाहिँ उद्यमीहरूलाई काम गर्न चाहिँ गाह्रो नपरोस्। भोलिको दिनमा पोलिटिकल इन्स्टेबिलिटीहरू चाहिँ नआओस्। स्टुडेन्टहरूको करिकुलमहरूमा नै यस्तो कुरा राखिदिने कि जसले चाहिँ उनीहरूको स्किल इन्हान्समेन्ट चाहिँ कलेज लेभल स्कुल लेभलदेखि नै भयो भने चाहिँ एटलिस्ट एन्टरप्रेनरसिप भनेको चाहिँ ब्याचलरमा गएर सिक्नु परेन कि स्कुलदेखि नै उद्यमशीलता सिक्न सक्यो भने त बच्चाहरू त भोलि गएर त मेरो कन्ट्रीमा त मैले यहीँ नै गर्न सक्छु, मसँग त यो स्किल्ससम्म किन बाहिर जाने, परिवारभन्दा टाढा त किन जाने भन्ने कुराहरू त उनीहरूले स्कुल लेभलदेखि नै सिक्न सक्छन् कि। जस्तो अहिलेको पछिल्लो अलिकति नेसनल सिनारियो नि सरकारले चाहिँ हरेक क्षेत्रमा प्रोडक्सन गर भन्छ, उत्पादन गर भन्छ, तर कन्ज्युम गर्ने चाहिँ मान्छेहरू चाहिँ दिनको 3000 4000 बाहिर गइरहनु भएको छ कि। अब यसलाई चाहिँ मार्केट सियोर चाहिँ सरकारले गरिदियोस् भन्ने हुन्छ कि तपाईँको मार्केट पनि सुनिश्चित हुनु पर्यो, उचित मूल्य के यसमा चाहिँ तपाईँको भनाइ के छ धारणा? अब यसमा त रिसर्च बेस नै हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब मैले पनि हामीले मार्केट हेर्दै गर्दाखेरि कुनै पनि कम्पनी मार्केटमा लिएर आउनुपर्छ भन्दै गर्दाखेरि कुनै पनि अर्गनाइजेसन खोल्नुपर्छ भन्दै गर्दाखेरि त्यसको मार्केट छ कि छैन त भनेर सुरुमा त हामीले रिसर्च नै गर्ने हो। त्यो ठाउँमा मैले त्यो प्रडक्ट लगायो भने चल्छ कि चल्दैन, त्यो सर्भिस कस्टमरहरूले कन्ज्युम गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने कुरा हामीले नेपालको सिनारियो हेऱ्यौँ भने चाहिँ रिस्क फ्याक्टर पनि हेर्नु पर्यो। भोलिको दिनमा के रिस्क फ्याक्टर के आउन सक्छ, रिसर्च बेस्ड भएन भने चाहिँ हामीले प्रडक्ट त डिरेक्टली प्रोडक्सन गरेर मार्केटमा लैजान्छौँ, कस्टमरले कन्ज्युम गर्नु हुँदैन अनि त्यो मार्केटबाट सिफ्ट भएर फेरि नयाँ प्रडक्ट त्यसको ठाउँमा आउँछ। तर यदि हामीले रिसर्च बेस्ड भएर हामीले त्यो आफूले एकदम प्रोटोटाइपिङ हामीले मिनिमम भाइबल प्रडक्ट भन्छौँ, कुनै पनि प्रडक्टहरू बनाउँदै गर्दाखेरि चाहिँ त्यो थोरै मात्रामा बनाएर टेस्ट गर्ने, यदि कस्टमरलाई राम्रो लाग्यो भने चाहिँ अनि बल्ल त्यसलाई चाहिँ लार्ज मार्केटमा चाहिँ हामीले लार्ज भोल्युममा प्रोडक्सन गरेर बल्ल मार्केटमा लैजाने कन्टेक्स्ट हुन्छ। सो त्यसरी गऱ्यौँ भने चाहिँ मेबी कस्टमरले खोजेको कुराहरू हामीले पुर्याउन पनि सक्छौँ र हामीले खोजेको कस्टमरहरू पनि पाउन सक्छौँ। भनेपछि हरेक उद्यम हरेक व्यवसाय गर्दाखेरि रिसर्चको एकदम आवश्यकता छ। त्यहाँको लोकेसन, त्यहाँको त्यहाँको कन्ज्युमरको टाइप अफ कन्ज्युमर होला हैन, त्यो चाहिँ रिसर्च गर्न आवश्यक। त्यहाँको पर्चेजिङ क्यापेसिटी यिनीहरू अध्ययन गरेर मात्रै उद्यम व्यवसायमा हात हाल्ने भन्ने सुझाव दिनुहुन्छ? अब म जस्तै युवा अथवा विदेशमा हुनुभएको युवाहरू यदि केही गर्न चाहनुहुन्छ, आफ्नै देशमा बसेर केही गर्न चाहनुहुन्छ भने चाहिँ हामी चाहिँ प्रोकास्टिनेट एकदम धेरै गर्छौँ कि। हाम्रो सपना चाहिँ ठुलो हुन्छ तर हाम्रो काम चाहिँ एकदम सानो हुन्छ भनौँ न। हामीले सुरु नै गर्दैनौँ, ओभर एम्बिसियस छौँ हामी। हामीलाई काम आजको भोलि नै चाहिन्छ, सोचेको कुराहरू आजको भोलि नै पुरा हुनुपर्छ, तर स्टार्टिङ चाहिँ कहाँबाट गर्ने भन्ने कुरा चाहिँ हामीलाई चाहिँ थाहा हुँदैन। सो त्यही भएर मेरो एउटै सजेसन चाहिँ के हुन्छ भन्दाखेरि आफूलाई गर्न मन छ, आफूसँग केही आइडिया छ भने जस्ट स्टार्ट इट, जस्ट डु इट भन्छु कि मैले चाहिँ। प्यासन हुनु पर्यो, डेडिकेसन हुनु पर्यो, इन्ट्रेस्ट हुनु पर्यो, मेहनत गर्नु पर्यो हैन। अहिलेको पछिल्लो पुस्ता तपाईहरू अथवा अहिले टिनेजरहरू सबै मोबाइलमा बढी चाहिँ
समय व्यतीत गरेको अल्छी भइदिरहेको छ होइन त्यो अनुभव गरौँ टाइम हामीले टाइम चाहिँ एकदम खेर फालिरहेको छौँ कि भनेपछि हरेक अब यो समयलाई प्रोडक्टिभ टाइममा कन्भर्ट गर्न सक्नु पर्यो है त्यो भएन पछिल्लो चाहिँ हाम्रो रिटायर लाइफ होइन तपाईँको रिटायर लाइफ चाहिँ राम्रो समय अथवा हामी अहिले नै यही जेनेरेसनमै आजकै दिनमा पनि बाँचिराख्दाखेरि चाहिँ आफूले गरेको काम हामीलाई सन्तुष्टि भयो भने त हामी आफ्नो तरिकाले जिउन पाउँछौँ नि त हामी कसैको अन्डरमा बसेर हामीलाई कसैले रुल गरेर हामीले काम गर्नु पर्दैन यदि मलाई मनपर्ने काम मैले गरिरहेको छु र म त्यसमा कन्टेन्ट छु सेटिस्फाई छु र मैले त्यहाँबाट चाहिँ 10 जना अरूलाई पनि जब दिन सकिरहेको छु भने मैले त्यो काम चाहिँ स्टार्ट गरेर चाहिँ अगाडि बढाउनु पर्यो एउटा सिस्टम स्ट्रक्चर लिएर चाहिँ अगाडि बढाउनु पर्यो अनि त्यो भयो भने चाहिँ हामी जहाँ छौँ त्यहीँबाट नै जे छ त्यहीँबाट नै स्टार्ट गरिदिने कि मसँग यो हुन्छ त्यो हुन्छ मैले यो पायो भने यो भयो भने बल्ल गर्छु भन्दा पनि आफूसँग जे रिसोर्सेस छ त्यहाँबाट चाहिँ स्टार्ट गर्नु पर्यो अनि त्यहाँबाट बाटो त आफै खुल्दै नै जान्छ युनिभर्सिटी ग्रान्ड कमिसन्सले चाहिँ जब एन्टरप्रेन्योरसिप सपोर्ट प्रोग्राम भनेर चाहिँ लिएर आयो त्यति बेला चाहिँ म मास्टरको फर्स्ट सेमेस्टरमा चाहिँ थिएँ र अनि त्यति बेला चाहिँ अब आफ्नो काम केही गर्नको लागि चाहिँ हामीले केही कुराहरू सेक्रिफाइस गरेर नै अगाडि बढ्नुपर्छ भनेर चाहिँ मैले आफ्नो जबहरू चाहिँ म छोडेर म फुल्ली चाहिँ यसमा लाग्छु भनेर हामी चाहिँ त्यो एन्टरप्रेन्योरसिप सपोर्ट प्रोग्रामको रिक्वायरमेन्ट भनेको चाहिँ 45 आवर्सको चाहिँ हामीले ट्रेनिङहरू चाहिँ लिनुपर्ने थियो सो मैले अब जब गरेको भए त मैले त्यो लिन पाउने थिएन सो त्यही भएर मैले जब पनि छोडेँ अनि त्यसपछि अब चाहिँ एन्टरप्रेन्योरसिप र स्टार्टअपको जर्नीतिर लाग्छु भनेर चाहिँ सोल डिसिजन बनाइसकेपछि चाहिँ म त्यो ट्रेनिङहरू पनि एटेन्ड गरेँ र कलेजभरिमा प्रेसिडेन्सी कलेजमा चाहिँ फर्स्ट कोअर्टमा चाहिँ प्रेसिडेन्सी कलेज सेलेक्ट भएको भएर चाहिँ हामी लकिली हामी पनि त्यसमा चाहिँ ट्रेनिङ लिन पायौँ ठुलो कन्ट्रिब्युसन चाहिँ युनिभर्सिटी ग्रान्ड कमिसनको पनि छ बिकज 30 जना हामी पार्टिसिपेन्ट थियौँ 30 जनामा चाहिँ 4 जना सेलेक्सन भएको थियो त्यो पिचिङ गर्नको लागि चाहिँ काठमाडौँ युनिभर्सिटी ग्रान्ड कमिसन नै गएर हामीले 3 मिनट्सको पिचिङ चाहिँ दिनुपर्ने थियो सो त्यो 30 जनामा 4 जना सेलेक्ट हुँदा नै एउटा लेभलको हामीले कम्प्लिसन अथवा सक्सेस त त्यहाँनिर पाइसकेको नै थियो हामी 30 जनाको कम्पेरिजन गर्यो भने र नेपालभरि पनि 121 जनाको चाहिँ कम्पिटिसन थियो त्यो चाहिँ नेपालभरिबाट हामी चाहिँ त्यहाँ पिचिङ गर्ने जाने दिन चाहिँ 21 जना थियो फेरि सो 21 जनामा हामी चाहिँ त्यहाँनिर पिचिङ गर्दै गर्दाखेरि लक्किली हामी 4 जनाबाट चाहिँ 3 जना चाहिँ सेलेक्ट भयो अनि 3 जनामा पनि युनिभर्सिटी ग्रान्ड कमिसनको एउटा लिमिट भनेको चाहिँ 40 लाख्सको फन्ड दिने चाहिँ थियो सबैलाई तर 40 लाख्समा अब सबैजनाले डिमान्ड कति गर्नुभएको छ आफू हामीले हाम्रो आस्किङ मनी चाहिँ कति हो उहाँहरू जम्मा 40 लाख टोटल आयो त्यसमा 3 जनाले तपाईले डिभाइड गर्नु पर्यो हैन उहाँहरूको बजेट चाहिँ थियो एउटा बिजनेसलाई चाहिँ 40 लाख्सको चाहिँ अमाउन्ट थियो सो तर मैले चाहिँ 40 लाख्स भन्दा पनि मैले आफ्नो बिजनेसको लागि चाहिँ मैले 35 लाख्सको चाहिँ आस्किङ गरेको थिएँ मेरो मनी आस्किङ मनी चाहिँ 35 लाख्स थियो र लक्कीली मेरो 100% नै उहाँहरूले चाहिँ फुलफिल गराइदिनु भयो सो त्यो 35 लाख्स आर्ट स्पेसले ग्रान्ट पाउँदै गर्दाखेरि हाम्रो चाहिँ अनुदान भन्दा पनि 0% इन्ट्रेस्टमा चाहिँ लोन हो कि हामीले आफ्टर 4 इयर्स चाहिँ हामीले त्यो फेरि पे ब्याक गर्नुपर्छ एउटा इन्स्टलमेन्टमा तर पनि स्टार्टिङ बिजनेसको लागि 0% मा हामीले एउटा क्यापिटल पाउनु भनेको त हाम्रो त स्टार्टिङ फेजको लागि त हामीलाई धेरै सहज भयो सपोर्ट भयो इन्स्टलमेन्टमा पे गर्नुपर्छ आफ्टर 4 इयर्ससम्म चाहिँ हामीले त्यो अमाउन्ट चलाउन पायो उहाँहरूले चाहिँ 60% र 40% को रेसियोमा चाहिँ प्रोभाइड गर्नुहुन्छ अनि त्यसपछि आफ्टर 4 इयर्स चाहिँ हामीले त्यो इन्स्टलमेन्टमा चाहिँ युजिसीलाई भन्दा पनि कलेजको लागि चाहिँ अनुदान भयो हामीले चाहिँ कलेजलाई रिटर्न गर्छौँ अनि फेरि कलेजले हामी जस्तै उद्यमीहरू फेरि उहाँहरूलाई चाहिँ त्यो ग्रान्ट प्रोभाइड गर्नुहुन्छ अनि यो चाहिँ एउटा सर्कुलेटिङ फर्ममा चाहिँ फन्डहरू चाहिँ ट्रान्सफर्म हुँदै जान्छ सो युनिभर्सिटी ग्रान्ट कमिसनको एउटा सपोर्टले गर्दाखेरि नै आर्ट स्पेस चाहिँ इस्टाब्लिस हुन पायो र आर्ट स्पेस इस्टाब्लिस हुँदै गर्दाखेरि अब अपकमिङ डेजमा पनि हामी आज चितवनमा 2 वर्ष भइसक्यो अब असार 8 गते हामी ठ्याक्कै 2 वर्ष पुग्छौँ र अब तेस्रो वर्षमा चाहिँ हामी काठमाडौँमा पनि अब नयाँ आउटलेट खोल्ने कि भनेर प्लानिङ चाहिँ हामीले गर्दैछौँ सो होप सो युनिभर्सिटी ग्रान्ड कमिसन लगायत अरू डिफ्रेन्ट इन्क्युबेसन सेन्टर्सहरू प्लानिङहरू जुन चाहिँ अब सरकारको तर्फबाट पनि कुनै पनि सपोर्टहरू भयो भने चाहिँ त्यो सपोर्टहरू लिँदै र दिँदै चाहिँ आर्ट स्पेसलाई चाहिँ अगाडि बढाउने प्लानिङहरू चाहिँ छ धन्यवाद